सबैजना जय मसी राम्रो हामी प्रार्थना गरेर आजको संगति सुरु गर्न जाँदैछौँ। हालै प्रभु यीशु म तपाईँलाई धन्यवाद गर्छु। आजको दिन यो समय यो स्थान तपाईँले हामीलाई दिनुभएको छ प्रभु यीशु। हो प्रभु यीशु आजको संगति सुरु हुन गइरहेको छ। यो संगतिलाई म तपाईँको हातमा राख्दछु। जे भजनहरू गा प्रभु यीशु त्यो सबै भजनले तपाईँको महिमा हुन सकेको होस्। जे जहिले पनि वचनहरू सुन्छ प्रभु यीशु त्यो सबै वचनलाई हप्ताभरि मनन गर्न सहायता गर्नुहोस्। जो पनि प्रभु यीशु आजको हप्तामा सक्नु भएन उहाँलाई अर्को हप्ता ल्याउनुहोस्। सहयोग र तपाईँको हातमा राख्दै माग्छु यस ख्रीष्टको नाममा आमेन। हुन्छ सबैजनालाई जय मसी। आउनुहोस् हामी केही भजनहरू गाउनेछौँ र त्यसको लागि हामी आफ्नो ठाउँमा खडा हुन सक्छौँ।
जानेछौँ। हामी सबैजना बस्न सक्छौँ। सबैजनालाई जय मसी, स्वागत छ आजको सङ्गतिमा। हामी तपाईँलाई स्वागत छ आजको सङ्गतिमा भनेर भन्न सक्छौँ। हुन्छ, हामी प्रार्थना गरौँ र त्यसपछि हामी सूचनाको भागमा जानेछौँ। त्योभन्दा अगाडि हामी प्रार्थना गरौँ। परमेश्वर पिता, हामीलाई धन्यवाद भन्दछौँ र प्रार्थना गर्दछौँ। परमेश्वरको अद्भुत शान्ति हाम्रो हृदयमा तपाईँले हाल्नुभएको छ। तपाईँको वचन प्रभु हाम्रो हृदयमा तपाईँले राख्नु भएको छ। प्रभु पवित्र आत्माको भरिपूरी र तपाईँको सहायताद्वारा तपाईँले हामीलाई डोर्याउनु भएको छ। आजको सेवालाई हामी हजुरको हातमा राख्छौँ। प्रभु सङ्गति अवधिमा परमेश्वर तपाईँ हाम्रो साथमा हुनुहोस्, हामीलाई चलाउनुहोस्। प्रभु तपाईँका स्वर्गीय ज्ञानका कुराहरू, बुद्धिका कुराहरू सिक्न, प्रभु सुन्न, प्रभु यसलाई साँच्चै आफ्नो जीवनमा वास्तविक बनाउनको निम्ति तपाईँको सामर्थ्यको हामीलाई खाँचो छ। प्रभु हामी जतिजना छौँ प्रभु हामी सबैलाई तपाईँले सहायता गर्नुहोस्। सबै कुरा हजुरको पाउमा राख्दै माग्छौँ आशिष यीशु प्रभुको नाममा, आमेन। हुन्छ, हामीले यस मण्डलीमा गरिरहेका नियमित सङ्गतिका तालिकाहरू निरन्तर रहिरहेका छन्। हामीले सोमबारदेखि लगभग हामी शनिबारसम्म नै सक्रिय छौँ
सोमबार हामीले बाइबल क्लास गरिरहेका छौँ 4 देखि 5 बजीसम्म। बुधबार पनि बाइबल क्लास गरिरहेका छौँ 4 बजेदेखि 5 बजीसम्म। र सँगै हामी बिहिबारको क्लास यो हप्ता भएन, अघिल्लो हप्ता भएन र आइतबार हुँदैछ क्लासलाई हामी आइतबार गर्नेछौँ आउँदो आइतबार। अनि शुक्रबार सुसमाचार प्रचारहरू निरन्तर भइरहेको छ भने शनिबारको सेवा सङ्गति 10 बजेदेखि 11:30 बजीसम्म यही स्थानीय ठाउँमा यस मण्डली भवनमा भइरहेको छ। त्यसमा तपाईँ सबैजना सहभागी हुनुहुन्छ र तपाईँहरू सहभागी भइदिनुको निम्ति हामी हजुरलाई धन्यवाद भन्दछौँ। हुन्छ, हामी समयमा एउटा वचनबाट हेर्नेछौँ। तपाईँहरूले मसँग एफिसीको पुस्तक पल्टाउनुहोस्। एफिसीको पुस्तक हामी 1 अध्यायबाट हेर्नेछौँ। 1 अध्यायको 1 र 2 पदलाई म तपाईँहरूको माझमा पढ्नेछु। पावलले जब एफिसीको पत्र लेख्दैछन् भने हामी हेर्छौँ भने यो पत्र पावलले जेलबाट लेखेको पत्र हुन्। पावलका जेलबाट लेखिएको पत्र मध्येको एउटा पत्र हो। पावलले लेख्छन्, परमेश्वरको इच्छाद्वारा यीशु ख्रीष्टका प्रेरित पावलबाट एफिससमा भएका पवित्र जनहरू र यीशु ख्रीष्टमा विश्वास योग्यहरूलाई हाम्रा पिता परमेश्वर र प्रभु यीशु ख्रीष्टबाट तिमीहरूलाई अनुग्रह र शान्ति। जब हामी पावलको पत्र हेर्छौँ भने पावलको पत्रमा अनुग्रह भन्ने शब्द, शान्ति भन्ने शब्द अनि कृपा भन्ने शब्द चाहिँ हामी हरेक पत्रमा देख्न सक्छौँ होइन। किनकि उनले जति पनि पत्रहरू उनले लेखेका छन् तिनमा उनले अनुग्रहलाई छुटाएका छैनन्, परमेश्वरतर्फको शान्तिलाई उनले छुटाएका छैनन्। उनले वास्तविक रूपमा परमेश्वरको चरित्रलाई उनले परमेश्वरको वचनद्वारा बयान गर्दैछन्। यहाँ हामी तल 3 पदमा जानेछौँ। हाम्रा प्रभु यीशु ख्रीष्टका परमेश्वर र पिता धन्यका हुन् जसले हामीलाई स्वर्गीय स्थानहरूमा सबै आत्मिक आशिषहरूले ख्रीष्टमा आशिषित पार्नु भएको छ। हामी यो वचनलाई जब हामी हेर्दछौँ भने चाहिँ वास्तवमा हाम्रो जीवन चाहिँ एउटा सुन्दर जीवन परमेश्वरले तपाईँको हामीलाई दिनुभएको छ। हाम्रो बोलावट सुन्दर छ। हामीलाई परमेश्वरले उहाँको पुत्रको महिमाको निम्ति बोलाउनु भयो, उद्धारको निम्ति बोलाउनु भयो। अनि हामी चाहिँ यस संसारमा यस धरतीमा चाहिँ रुमल लिनको निम्ति होइन तर परमेश्वरको इच्छा अनुसार हिँड्नको निम्ति जुन योजनामा हामी बनायौँ त्यही योजनामा परमेश्वरले तपाईँ र हामीलाई राख्नुभयो। अनि यो योजनामा समर्पित हुनको निम्ति हामी यस ठाउँमा छौँ। अनि जतिजनाले यीशु ख्रीष्टलाई विश्वास गरे त्यो योजनामा उनीहरू समर्पित छन्। अनि आज हामी मण्डली परिवार यीशु ख्रीष्टको योजनामा समर्पित भएका मानिसहरू हौँ। अनि हामी यो कुरा चाहिँ बाट चाहिँ विचलित नहौँ कि हामीलाई हाम्रा जीवनमा धेरै किसिमका परिस्थितिहरू छन्। ती परिस्थितिहरूसँग जित्नको निम्ति हामीसँग परमेश्वरद्वाराको साहस छ। अनि पावलले एफिसीका विश्वासीहरूलाई विशेष त यो पत्र एफिससको मण्डलीलाई लेखिँदैछ। उनले भन्छन् एफिससका पवित्र जनहरूलाई र यीशु ख्रीष्टमा विश्वास योग्यहरूलाई। अनि उनले जब यो आशिषको विषयमा उनले भन्दछन् होइन, हामी यसो भने हाम्रो जीवनमा आशिष के हो त? हामी कुन कुरा आशिषको रूपमा महसुस गर्न सक्छौँ त? वास्तवमा हामी आशिष भन्दा साथ हाम्रो पहिलो प्राथमिकता कहाँ जान्छ? भौतिक कुरामा जान्छ। हामी धेरैले यो कुरामा इन्कार गर्न सक्दैनौँ किनकि हामी आशिष भन्न सक्दै सबै कुरालाई हामी भौतिक कुरामा जोड्न पुग्छौँ। यो चाहिँ हाम्रो कमजोरी, यो चाहिँ हाम्रो गल्ती हो। किनकि हामी आशिष भन्न साथ यी भौतिक कुराहरूमा जोड्छौँ भने बाइबलले भन्छ यो संसारमा भएका कुनै पनि कुराहरू रहिरहनेवाला छैनन्। एक दिन सबै कुरा अन्त भएर जानेछन्। आज जुन मण्डली भवनमा हामी सङ्गति गर्दैछौँ यो भवन पनि अन्तको निम्ति छैन। यो भवन पनि केही समयपछि बितेर जानेछ। अनि यहाँ जतिजना मानिसहरू देखा परेका छौँ केही समयपछि निश्चित समयमा यो मानिसहरू यस ठाउँमा भेला हुनेछन्। यहाँ अर्को एउटा पुस्ता खडा हुनेछ। अनि यो भन्दै गर्दा अनि आशिषलाई चाहिँ हामी जब व्यवहारिक रूपमा हेर्छौँ भने यसलाई हामी भौतिक कुरामा जोड्न सक्दैनौँ। अनि कतिपय कुराहरूलाई हामी हेर्छौँ भने यीशु ख्रीष्टले यहाँ भन्नुभएको छ, पावल प्रेरितद्वारा उहाँले भन्नुहुन्छ मैले चाहिँ तिमीहरूलाई पहिलो कुरा चाहिँ आत्मिक आशिषहरूले चाहिँ परिपूर्ण गरेको छु अर्थात् ढाकेको छु। म आत्मिक आशिषहरू के हुन् त? हामी आत्मिक आशिषलाई चाहिँ हाम्रो जीवनमा कसरी महसुस गर्न सक्छौँ त? हामी आत्मिक आशिषहरूमा जिउन चाहिँ कसरी हामी चाहिँ सक्छौँ त भन्ने कुरा यहाँ पावलले बताउन खोजेको छ। जब हामी परमेश्वरको वचन अर्थात् यीशु ख्रीष्टका आज्ञाहरूमा समर्पित भएर जिउँछौँ भने हामी चाहिँ आत्मिक आशिषले भएका मानिस हो। पहिलो कुरा त हामीले उद्धार पायौँ, यो हाम्रो निम्ति आत्मिक आशिष हो। हामी चाहिँ अनन्त राज्यमा सारियो जुन राज्यको चाहिँ हामी चाहिँ योग्य थिएनौँ। हाम्रो चाहिँ योग्यता भनेको वास्तवमा हाम्रो योग्यता नरक थियो। वास्तवमा हाम्रो योग्यता चाहिँ अन्धकार थियो। तर हाम्रो योग्यता भन्दा माथि उठाएर परमेश्वरले यीशु ख्रीष्टले आफ्नो यीशु ख्रीष्टले तपाईँ र हामीलाई
स्वर्गसम्म पुर्याउने जुन निर्णय गर्नुभयो त्यो निर्णय हाम्रो निम्ति एउटा आत्मिक आशिष हो। अनि यो निर्णयमा जिउँदै गर्दा हामी भन्न सक्छौँ कि जब यो निर्णयलाई हामी पछ्याउँछौँ भने हाम्रो जीवनमा परमेश्वरको वचनलाई हाम्रो जीवनमा पछ्याउँदै हामी जान्छौँ भने आज्ञाहरूलाई हाम्रो जीवनमा निरन्तर लिँदै हामी परमेश्वरको महिमा अनुसार हामी महिमा गर्ने कुरामा जिउँछौँ भने त्यो स्थानसम्म पुग्छौँ भने अनि हामी महसुस गर्न सक्छौँ हाम्रो जीवनमा आशिषहरू आएको कुरा हामी महसुस गर्न सक्छौँ। हो, परमेश्वरले तपाईँ र हामीलाई पहिलो रूपमा आत्मिक रूपमा परिपक्व भएको चाहनुहुन्छ। तपाईँ र हामीलाई कुनै पनि कुराहरूले नअल्झाएको चाहनुहुन्छ। हाम्रो विश्वासमा आउने भाँजोहरूलाई, विश्वासमा आउने समस्याहरूलाई परमेश्वरले इन्कार गरेको चाहनुहुन्छ कि तपाईँले परमेश्वरको वचनबाट आत्मिक कुराहरूलाई छनौट गर्नुभएको छ। परमेश्वरको मानिसहरूले दिएका प्रचारहरूद्वारा आत्मिक कुराहरूलाई तपाईँले आफ्नो जीवनमा लिनुहोस् अनि यो कुराहरूले तपाईँलाई दैनिक रूपमा बढाउँदै लैजान्छ। तपाईँको आत्मिक जीवनलाई चाहिँ परिपक्व बनाउँदै लैजान्छ। तपाईँको परमेश्वरसँगको घनिष्ठ सम्बन्धमा यसले डोर्याउँदछ अनि यसो ख्रीष्टसँग जिउने कुराहरू, उहाँको जीवन जिउने कुराहरू, उहाँको स्वरूपमा बदलिने कुराहरूलाई तपाईँ र हाम्रो जीवनमा यसले ढकल्दै लैजान्छ। अनि अब हामी भन्न सक्छौँ हामी चाहिँ आत्मिक आशिषले भरिएका मानिसहरू। जब हामी आत्मिक रूपमा परिपूर्ण हुन्छ, जब हामी आत्मिक कुराले भरिएका हुन्छौँ भने अनि तेस्रो यूहन्नामा पनि भनेको छ जब कोही मानिस आत्मिक रूपमा परिपक्व हुँदै जान्छ भने, आत्मिक चाहनाको उसले खोजी गर्छ भने उसको जीवनमा चाहिँ जही पनि हामी छन् उसको जीवनमा निरोगितापनहरू आउँदछ होइन। उसलाई चाहिँ परमेश्वरले आशिष गर्नुहुन्छ, ब्लेस गर्नुहुन्छ। अनि यो कुरा चाहिँ आज हाम्रो जीवनमा परमेश्वरले चाहनुहुन्छ। पहिलो कुरा हामी आत्मिक कुराहरूको खोजी गरौँ। पहिलो आवश्यकता भनेको हाम्रो आत्मिक आवश्यकता हो। अनि बाइबलले भन्छ मानिस रोटीले मात्र बाँच्दैन तर परमेश्वरको मुखबाट निस्को हरेक वचनले जिउँदछ। अनि मानिस रोटीले बाँच्ने भएको भए त हामी हेर्न सक्थ्यौँ कि त संसारमा भएका भौतिक आशिषहरूद्वारा मानिसहरूले त अनन्त जीवन पाउने थिए होइन र। अनन्त जीवनको निम्ति त भौतिक आशिषले भरपूर्ण हुनुपर्ने थियो नि त यो हुने त। तर परमेश्वरले भन्नुहुन्छ तिमी पहिला आत्मिक रूपले बढ्नु, तिम्रो आत्मिक चङ्गाइको आवश्यकता छ। जब तिम्रो जीवनमा आत्मिक चङ्गाइ हुन्छ भने तिम्रो जीवनका हरेक पाटाहरूमा परमेश्वरले शारीरिक चङ्गाइ दिनुहुन्छ। त्यो चङ्गाइको निम्ति हामी आशा गर्दछौँ, त्यो चङ्गाइमा हामी जिउँदछौँ कारण हामी आत्मिक रूपमा परमेश्वरसँग हिँड्ने मानिस हौँ। हाम्रो सम्बन्ध यसो ख्रीष्टसँग छ, हाम्रो झुकाव यसो ख्रीष्टसँग छ। अनि हामी भन्न सक्छौँ हामी सम्पूर्ण एउटै पनि हेर्छौँ भने यो सम्पूर्ण आत्मिक आशिष प्रदान गरेका छौँ। हामीमा कुनै पनि आत्मिक आशिषको कमी छैन। हामीलाई कुनै पनि आत्मिक आशिष परमेश्वरले उहाँदेखि रोकेर राखिराख्नु भएको छैन। अनि सबै कुरा गरेर तपाईँ र हामीलाई परमेश्वरले परिपूर्ण पार्नुभएको छ। यो सत्यतामा हामी जिउँछ भने हाम्रो जीवनमा हामी आशिष नै आशिषको महसुस गर्न सक्छौँ। आमेन।
हुन्छ फेरि पनि सबैजनालाई जोई मसी सबैजना आराम हुनुहुन्छ वर्ल्ड कप लागिरहेछ है हुन्छ हामी परिचयको वचनमा जानेछौँ र त्यसको लागि हामी फिलिपीको पुस्तकमा जान सक्छौँ फिलिपी 4 अध्यायको 6 देखि 7 र यहाँ यसरी लेखिएको छ कुनै कुरामा चिन्तित नहो तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवाद सहित तिमीहरूका बिन्ती परमेश्वरमा जाहेरौँ र समझ्ने भ्याउन नसक्ने परमेश्वरको शान्तिले तिमीहरूका हृदय र तिमीहरूका मनलाई यसमा रक्षा गर्नेछ। हामी यहाँ एउटा कुरो पाउन सक्छौँ चिन्तित नहुने होइन अनि आउँछ हामी चिन्तित नहुने विषयमा चाहिँ प्राप्त गर्नेछौँ र चिन्तित हुँदैनौँ होइन हामी घरमा के भइरहेको छ बाहिर के भइरहेको छ त्यो कुरामा चाहिँ हामी चिन्तित नभएर चाहिँ अब वचनमा ल्याइदिन्छौँ आउँछ हामी प्रार्थना गर्नेछौँ। धन्यवाद छ परमेश्वर पिता हामी जुन वचन सुन्दैछौँ हामीलाई सुन्नलाई बुझ्नलाई सहायता गर्नुहोस् परमेश्वर ख्रीष्टको नाममा आमेन। हुन्छ हामी यहाँ कोही कुरा देख्न सक्छौँ चिन्तित नहो भनेर चाहिँ परमेश्वरले आदेश दिनुभएको छ होइन अनि यसमा चाहिँ हामी हेर्छौँ भने चाहिँ हेर्दाखेरि साधारण सुनिन्छ होइन चिन्तित नहुने वाउ साधारण सुनिन्छ होइन तर एकदमै गाह्रो छ सांसारिक रूपमा हामी हेर्छौँ होइन हामी संसारमा छौँ पापी छौँ होइन यो यसो हेर्दाखेरि चाहिँ गाह्रो छ होइन अनि चिन्तित नहुन र चिन्तालाई जित्नको लागि चाहिँ हामी 4 खम्बाहरू देख्न सक्छौँ है। त्यसको लागि हाम्रो पहिलो खम्बाको रूपमा चाहिँ परमेश्वरले मेरो वास्ता गर्नुहुन्छ भनेर चाहिँ हामीले बुझ्न सक्छौँ होइन परमेश्वरले चाहिँ हाम्रो वास्ता गर्नुहुन्छ। यसलाई हामी मत्ती 6:26 हेर्छौँ भने चाहिँ त्यहाँ चराचुरुङ्गीहरूको पनि वास्ता गर्नुहुन्छ होइन मानिस त झन् सर्वश्रेष्ठ प्राणी हो उसको त परमेश्वरले झन् धेरै वास्ता गर्नुहुन्छ भनेर चाहिँ त्यहाँ लेखिएको छ होइन अनि यो पदले एक प्रकारले हेर्दाखेरि ग्यारेन्टी पनि दिन्छ होइन परमेश्वरले चाहिँ तिमीले वास्ता गर्नुहुन्छ परमेश्वरले चाहिँ तिमीलाई त्याग्नुहुन्न होइन अनि यसको अर्थ चाहिँ यो पनि हो कि हामी संसारमा चाहिँ एक्लै छैनौँ होइन अरूले त्यागे पनि तिम्रो बुवाले त्यागे पनि तिम्रो आमाले त्यागे पनि परमेश्वर चाहिँ तिम्रो साथमा हुनुहुन्छ होइन अनि हामी चाहिँ एक्लो छैनौँ अनि कहिले पनि सृष्टिकर्ताले चाहिँ हामीलाई भाग्यको घरमा चाहिँ छोड्नु भएको छैन होइन उहाँले चाहिँ हामीलाई चाहिँ उहाँको निर्णय छ होइन छोड्नु भएको छ अनि जब हामीले यो कुरा गर्छौँ भने चाहिँ कोही ख्याल राख्ने मान्छे छ होइन कोही चाहिँ हाम्रो बारेमा सोचिरहेछ भने चाहिँ हामी चाहिँ आफ्नो बोझ कम गर्छौँ जस्तै परमेश्वरले हाम्रो बारेमा सोचिरहनु भएको छ हाम्रो ख्याल राखिराख्नु भएको छ भने हामी बुझ्छौँ भने चाहिँ हामी चाहिँ अब आफ्नो बोझ कम गर्छौँ होइन हाम्रो कसैले ख्याल राखिरहेको छ हामीले एक कुरा बुझ्यौँ भने चाहिँ हाम्रो बोझ चाहिँ आफै कम हुन्छ भनेर चाहिँ हामी बुझ्न सक्छौँ है। अनि त्यस्तै परमेश्वर पनि हाम्रो साथमा हुनुहुन्छ उहाँले चाहिँ हाम्रो वास्ता गर्नुहुन्छ है। पहिलो खम्बा चाहिँ परमेश्वरले मेरो वास्ता गर्नुहुन्छ भनेर हामी देख्न सक्छौँ अनि दोस्रो खम्बा चाहिँ अब म मेरो चिन्ता चाहिँ उहाँलाई सुन्नुहुन्छ होइन म चाहिँ मेरो चिन्ता चाहिँ उहाँमा लगाएर राख्छु अनि यो कुरा हामी भजन सङ्ग्रह 55:22 पाउन सक्छ होइन त्यहाँ चाहिँ परम्परामा भारी र तनावको बोझ बिसाउन र सुम्पिन स्पष्ट रूपमा चाहिँ निर्देशन दिएको छ है। त्यहाँ चाहिँ परमेश्वरलाई लगाएर चाहिँ तिम्रो तनाव छोडिदियो तिम्रो बोझ त्यहाँ लगाएर बिसाऊ भनेर चाहिँ परमेश्वरले आफै स्पष्ट चाहिँ निर्देशन दिएको हामी पाउन सक्छौँ भने हामी किन मान्दैनौँ त होइन किन चाहिँ चिन्ता गर्छौँ त हामी लगाएर छोड्दैनौँ होइन अनि प्रार्थना मार्फत चाहिँ सबै कुरा चाहिँ हामी परमेश्वरमा राख्न सक्छौँ है। हामी यो फिलिपीको पुस्तकमा हेर्छौँ भने पनि त्यहाँ प्रार्थना र निवेदनद्वारा धन्यवाद सहित राख्ने होइन अनि प्रार्थनाद्वारा चाहिँ हामी आफ्नो चिन्ता फिक्री सबै कुरा चाहिँ परमेश्वरमा लगेर सुम्पिन सक्छौँ है। अनि कतिपय समयमा हामी यसो हेर्छौँ भने त हामीले आफ्नै चिन्तालाई मनमै गुम्साएका हुन्छौँ होइन अनि किन चाहिँ मानिसलाई गर हुने त किन हामी परमेश्वरलाई गर नहुने होइन मानिसबाट गलत सोच आउन सक्छ गलत कुरा आउन सक्छ तर परमेश्वरबाट त हरेक कुरा असल आउँछ नि त परमेश्वरमा लगेर राखौँ होइन अनि उहाँले चाहिँ उत्तर पनि दिनुहुन्छ क्या जब हामीले चिन्ता राख्छौँ बोझ राख्छौँ भने चाहिँ
उहाँले उत्तर पनि दिनुहुन्छ र हाम्रो मनलाई चाहिँ हामीले अब डर बनाउन सक्छ होइन हामी दृढ भएर चाहिँ नहल्लिने तरिकाले चाहिँ हामी अगाडि बढ्न सक्छौँ है अनि यसलाई हामी एक प्रकारले हेर्छौँ भने आफ्नो भाइलाई चाहिँ आफ्नो मिल्ने साथीलाई चाहिँ सुन्नुपर्ने होइन अनि हाम्रो मिल्ने साथी चाहिँ परमेश्वर हुनुहुन्छ होइन अनि हामी चाहिँ सबै भाइ चाहिँ उहाँलाई लगेर सुन्पाउँछौँ अनि हामी तेस्रो खम्बामा आउँछौँ भने चाहिँ अब हामीले यो बुझ्नु जरुरी छ कि परमेश्वर सधैँ मेरो साथमा हुनुहुन्छ होइन पहिलो छ परमेश्वरले मेरो वास्ता गर्नुहुन्छ त्यसपछि म मेरो चिन्ता उहाँलाई लगेर सुन्पाउँछु अनि परमेश्वर चाहिँ मेरो साथमा हुनुहुन्छ भनेर चाहिँ हामीले बुझ्नु जरुरी छ यो कुरालाई हामी हेर्छौँ भने चाहिँ व्यवस्था 31 को 8 मा हामी हेर्न सक्छौँ होइन चिन्ताले एक्लो महसुस गराउने अनि परमेश्वरमा हामी हेर्छौँ भने परमेश्वर भविष्यमा पनि हुनुहुन्छ वर्तमानमा पनि हुनुहुन्छ होइन अनि उहाँ भविष्यमा अगाडि नै बस्नुहुन्छ होइन तपाईँको चिन्ताहरू के छ उहाँलाई थाहा छ अलरेडी होइन अनि त्यो पनि उहाँ चाहिँ वर्तमानमा हाम्रो साथमा हुनुहुन्छ होइन उहाँले चाहिँ छोड्नु भएको छैन होइन अनि उहाँले चाहिँ कहिले पनि हामीलाई एक्लै छोड्नु हुँदैन भनेर अगाडि पनि हेऱ्यो होइन परमेश्वरले हाम्रो वास्ता गर्नुहुन्छ भनेर अनि परमेश्वरले सधैँ मेरो साथमा हुनुहुन्छ भन्नुको अर्थ चाहिँ उहाँको स्वभाव चाहिँ बदलिँदैन होइन उहाँ चाहिँ चेन्ज हुने परमेश्वर हुनुहुन्न उहाँले आज म तिम्रो साथमा छु भोलि चाहिँ म तिम्रो साथमा हुन सक्दिनँ भनेर कहिले पनि भन्नुहुन्न होइन उहाँले हाम्रो साथमा हुनुहुन्छ भने उहाँ हुनुहुन्छ होइन जस्तो सुकै परिस्थिति भयो भने नराम्रो परिस्थिति भयो भने परमेश्वर चाहिँ हाम्रो साथमा हुनुहुन्छ होइन अनि एउटा इक्जाम्पलको रूपमा हेर्छौँ भने चाहिँ बाहिर चाहिँ आँधी आइरहेको छ पानी परिरहेको छ चट्टाङ परिरहेको छ अनि हामी चाहिँ अब घरभित्र सुरक्षित भइरहेका छौँ होइन त्यस कारण परमेश्वरमा चाहिँ हामी सुरक्षित महसुस पनि गर्न सक्छौँ है अनि जब चाहिँ परमेश्वर मेरो साथमा हुन्छ भनेर हामी बुझ्छौँ भने चाहिँ अब हामी त्यहाँबाट सुरक्षित महसुस पनि गर्न सक्छौँ है अनि चौथो खम्बामा जान्छौँ भने चाहिँ अब हामी डराए पनि उहाँमा भरोसा गर्छौँ होइन हामी आफैमा भरोसा होइन हामी मानिसमा भरोसा होइन तर उहाँमा चाहिँ गएर हामीले आफ्नो बोझहरू बिसाएर चाहिँ उहाँमै भरोसा गर्छौँ हामीलाई डर लागिरहेछ हामी डराइरहेछौँ त्यही पनि अब हाम्रो डरमा पनि हामी चाहिँ परमेश्वरलाई भरोसा राख्छौँ यो कुरालाई हामी हेर्छौँ भने हितोपदेश 3 को 5 देखि 6 सम्म चाहिँ हामी हेर्न सक्छौँ होइन त्यहाँ चाहिँ उहाँ र हाम्रो सोचाइ चाहिँ फरक भएको विषयमा चाहिँ लेखिएको छ होइन अनि जति हामी सोच्छौँ जति चिन्ता गर्छौँ त्यति धेरै चाहिँ हामी आत्तिन्छौँ होइन अनि त्यसलाई पन्छ्याउनुको सट्टा हामी झन् आत्तिन्छौँ होइन तर परमेश्वरको प्रतिज्ञा र चरित्रमाथि हामी भरोसा गर्छौँ भने चाहिँ अब हामी त्यो कुरामा चाहिँ परमेश्वरमाथि भरोसा गर्छौँ है अनि आफूभन्दा उहाँमाथि भरोसा राख्ने कुरा चाहिँ हामी देख्न सक्छौँ अनि अन्धकार हुँदा चाहिँ बत्ती बाल्छौँ होइन हामी अन्धकार हुँदा चाहिँ बत्ती बाल्छ आँखा छिलेर कोही पनि हिँड्दैन होइन जब अन्धकार छ हामी चाहिँ हामी फ्ल्यास लाइट बाल्न सक्छौँ लाइट बाल्न सक्छौँ हामी अगाडि बढ्न सक्छौँ अनि विश्वास भनेको पनि त्यही होइन चिन्ता डरको समयमा चाहिँ परमेश्वरको प्रतिज्ञाको बत्ती बाल्नु होइन हामी चाहिँ यो 4 खण्डबाट चाहिँ हामी यो बुझ्न सक्छौँ कि अब हामीले कसरी चाहिँ चिन्ता फिक्रीलाई चाहिँ जित्न सक्छौँ अनि हामी फेरि फिलिपी 4 को 6 देखि 7 मा आउँछौँ भने चाहिँ त्यहाँ पहिलो कुरा चाहिँ चिन्ता नगर्ने आदेश दिएको छ होइन हामी फेरि पनि पढ्न सक्छौँ कुनै कुरामा चिन्तित नहो होइन यहाँ चाहिँ एक प्रकारले आदेश दिएको छ होइन अब यहाँ चाहिँ उपाय पनि परमेश्वरले दिनुभएको छ होइन तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवाद सहित तिनीहरूको बिन्ती परमेश्वरमा चाहेको होइन हामीले यहाँ उपाय पनि पाउन सक्छौँ अनि प्रार्थना र अन्तर्विन्तीद्वारा चाहिँ हामी जान्छौँ होइन अनि त्यसपछि हामी यसको नतिजा चाहिँ के छ त अब हामीले के पुरस्कार पाउँछौँ त त्यो हेर्छौँ भने चाहिँ हामीले 7 पदमा देख्न सक्छौँ र समाजले नै भ्याउन नसकिने परमेश्वरको शान्तिले तिमीहरूको हृदय र तिमीहरूको मनलाई यसमा रक्षा गर्नेछ होइन अनि जब हामीले चिन्ता राख्छौँ भने चाहिँ अब ख्रीष्टले चाहिँ त्यसको बदलामा हामीलाई अलौकिक शान्ति दिनुहुन्छ होइन अनि त्यो शान्ति चाहिँ अब हाम्रो मनले सोचेको भन्दा पनि अर्कै छ हामीले जुन सोच्नै सक्दैन हामीले देख्नै सक्दैनौँ त्यो कुरा चाहिँ परमेश्वरले हाम्रो लागि राख्नु भएको छ हामी हुन्छ हामी मुख्य वचनमा जानेछौँ र त्यसको लागि हाम्रो आदरणीय पास्टर गणेशको भोलिबाट हामी तालिमका साथ हुन्छ तपाईँ यसो छिमेकीतिर फर्केर तपाईँलाई कस्तो छ भनेर सोध्न सक्नुहुन्छ एकछिन गफ पनि गर्न सक्नुहुन्छ अझै खै गफ तपाईँहरूले छोटो गफ गर्नुहुन्छ अझै मलाई 2 मिनट लाग्छ है
ओके, अब गएको हप्ता हामीले एलियाको विषयमा हेरेका थियौँ होइन। आज पनि हामी त्यही सन्देशलाई निरन्तरता दिनेछौँ। अनि हाम्रो आज हामी ललिता ब्रह्म शाखा, राजु ब्रह्म शाखा उहाँहरूको परिवारलाई देख्दैनौँ, कारण उहाँहरू हस्पिटलमा हुनुहुन्छ। अस्ति हामीले सूचना गरेका थियौँ कि साधारण एउटा बाइक एक्सिडेन्ट भएको थियो सफा टेम्पोसम्म, अनि सायद आज भोलि उहाँको डिस्चार्ज हुन्छ। खुट्टाको अपरेसन भएको छ, मलाई लाग्छ अलिकति पीडा छ। हिजो पनि हामी गएका थियौँ भेट्न, तर मलाई लाग्छ ठिकठाक हुनेछ, किनकि तपाईँ हामीले यहाँ प्रार्थना गरिरहेका छौँ। हामी हुनुहुन्छ, प्रार्थना गरिराख्नु होला। अनि ओके, ठिक छ। अब हामी पहिलो राजा 17 अध्यायको 8 पददेखि हामी हेर्नेछौँ। यहाँ छेउ यस्तो लेखेको छ, यहाँ छेउ देख्न सक्नुहुन्छ तपाईँले, यदि देख्नु भएन भने आफ्नो बाइबलमा हेर्न सक्नुहुन्छ। अनि परमप्रभुको यसो भन्ने वचन उनी कहाँ आयो? कस कहाँ आयो यो वचन? एलिया कहाँमा हो। हाम्रो प्रेम रावलजी हुनुहुन्छ पछाडि होइन, उहाँले अत्यन्तै साहसिलो हुनुहुन्छ। उहाँले धेरै मानिसहरूलाई सुसमाचार सुनाउनु भएको छ। म पास्टर सुरेन्द्रसँग अस्ति हामी लगभग 3 घन्टा खाना खाएर छलफल गर्दै थियौँ। अनि उहाँले आफ्नो बुवाको विषयमा बताउँदै हुनुहुन्थ्यो कि कसरी चाहिँ उहाँले भनौँ न आफ्नो गाडीदेखि लिएर हरेक कुरामा चाहिँ मानिसहरूलाई सुसमाचार सुनाउनुहुन्थ्यो। त्यो चाहिँ अत्यन्तै राम्रो कुरा हो। अनि यहाँ छेउ हामी देख्छौँ भने परमप्रभुको यसो भन्ने वचन उनी कहाँ आयो? उठ, सिडोनको सारेपथमा जाऊ। क्या यो सिडोनको सारेपथ, यो ठाउँ चाहिँ विशेष छ। कारण किन? यसो सोच्नुहोस् त, त्यहाँ छेउ चाहिँ विधवा छिन् होइन, विधवा र उनको छोरो छ। त्यति मात्र होइन, इजिबेलको सहर पनि यही हो होइन, यही ठाउँबाट थिइन् इजिबेल पनि, कतिलाई थाहा छ होइन। अनि त्यही इजिबेलले चाहिँ होइन आहाब जस्तो दुष्ट राजासँग होइन, अस्तिको हप्ता हामीले हेरेका थियौँ। यहाँ छेउ आहाब भन्ने व्यक्ति छ जो चाहिँ इजरायलको सबभन्दा दुष्ट राजा भनेर चिनिएको छ होइन र? हामीले त्यो विषयमा हेरेका थियौँ। अनि उसको एउटा रानी छ, अनि त्यो रानीको नाम चाहिँ इजिबेल हो। अनि इजिबेल हामीलाई थाहा छ कि कसरी इजिबेलले चाहिँ व्यभिचारको, मूर्ति पूजाको अनि त्यसपछि दुष्ट्याइको चित्रित गर्दछ भन्ने कुरालाई हामीले हेरेका थियौँ नयाँ करारसम्म पनि। न आजको समयमा पनि मण्डलीभित्र चाहिँ त्यो इजिबेलको आत्मा चाहिँ हामी देख्न सक्छौँ। जब कुनै मण्डलीमा चाहिँ त्यहाँ चाहिँ स्त्रीको प्रणाली हाबी हुन्छ भने चाहिँ त्यहाँ चाहिँ इजिबेलको प्रणाली हाबी भएको भनेर हामी मान्दछौँ। अब याद गर्नु, मण्डलीमा चाहिँ दुलहीको प्रणाली होइन, यसो ख्रिस्ट चाहिँ हाम्रो दुलहा हुनुहुन्छ, हामी तपाईँ र हामी दुलही हौँ। यस मण्डलीभित्र चाहिँ दुलहीको प्रणाली हाबी हुनुपर्छ, तर स्त्रीको प्रणाली होइन, अनि इजिबेलको प्रणाली होइन। जब इजिबेलको प्रणाली हाबी हुन्छ भने चाहिँ अनि त्यो चाहिँ एउटा खराब कुरा हो, अनि त्यो चाहिँ एउटा दुष्ट्याइले भरिपूर्ण कुरा हो। त्यसले मण्डलीलाई सही दिशातिर चाहिँ लाँदैन। अनि त्यही यो विधवा होइन, जहाँ छेउ चाहिँ पहिला करिब खोल्सामा परमेश्वरले एलियालाई राख्नुहुन्छ, अनि त्यसपछि त्यहाँ छेउ जब खोल्सामा पानी सुक्छ त्यसपछि उहाँले यो सारफेदको विधवा कहाँ चाहिँ एलियालाई पठाउनुहुन्छ। अनि त्यहाँ छेउ चाहिँ चमत्कार हुन्छ, अनि त्यो विषयमा आज हामी हेर्नेछौँ। अनि हाम्रो विषयमा परमेश्वरले कसरी चमत्कार गर्नुहुन्छ, आज तपाईँ र हाम्रो जीवनमा कसरी अनि यसो ख्रिस्टले आश्चर्य कर्म गर्नुहुन्छ, अनि त्यो विषयमा चाहिँ आजको सन्देशमा चाहिँ हामी बुझ्नेछौँ। यदि आजको सन्देशलाई हामीले ध्यान दियौँ भने परमेश्वरले मेरो जीवनमा चमत्कार गर्नु हुँदो रहेछ, परमेश्वरले मेरो जीवनमा आश्चर्य कर्म गर्नु हुँदो रहेछ, अनि कहिले कसरी गर्नु हुँदो रहेछ त्यो विषयमा चाहिँ आज हामी स्पष्ट हुनेछौँ। सँगै फेरि अनि यसमा धेरै सुधारको कुराहरू पनि छ। अब यहाँ छेउ यो राजा र रानी छ, जुन अत्यन्तै दुष्ट राजा र रानी हो। उनीहरू परमेश्वरका मानिसहरू माथि, इजरायलमाथि शासन गरेका छन्, तर उनीहरू दुष्ट छन् होइन। उनीहरूले अन्य जातिहरूको ईश्वरलाई चाहिँ, अन्य जातिहरूको देवलाई चाहिँ मुख्य देव बनाएका छन्, अनि आफूले मात्र पूजा गर्ने होइन, आफूले मात्र आराधना गर्ने होइन, सिङ्गो राष्ट्रलाई नै उनीहरूले चाहिँ यो गर्नै पर्छ। अनि तिमीहरूले यावे परमेश्वर माथि होइन, हामीले भनेको होइन ईश्वर माथि चाहिँ तिमीहरूले त्यसको पूजा गर्नै पर्छ, हामीले भने जस्तो गर्नुपर्छ। अनि यो चाहिँ अत्यन्तै खतरनाक कुरा हो। अनि जब राजनीति र धर्म मिल्छ अनि त्यसले जब कसैलाई जबरजस्ती गर्छ आफ्नो विश्वास मान्नको निम्ति भने चाहिँ त्यसलाई म व्यक्तिगत रूपमा दुष्ट्याइको अनि एउटा भयङ्कर स्वरूप भनेर म भन्दछु। अनि जब यस्ता मानिसहरू शासक बन्छन्, यस्ता मानिसहरू चाहिँ शासक बन्छन् जसले चाहिँ
अनि आफ्नो विचारलाई चाहिँ जबरजस्ती जनता माझमा चाहिँ लाद्ने प्रयास गर्दछन्। उनीहरूले जुन ईश्वरलाई भने त्यसलाई पुज्न लगाउँछन्, उनीहरूले जसलाई मान्छन् त्यसलाई मान्नको निम्ति जब उनीहरूले होइन जनताहरूलाई देशवासीहरूलाई कर लगाउँछन् भने त्यो चाहिँ डेन्जर कुरा हो, खतरनाक कुरा हो। कारण किन परमेश्वरले हामीलाई स्वतन्त्र इच्छा दिनुभएको छ अनि हामीले स्वतन्त्र इच्छाले नै या त परमेश्वरलाई छनौट गरौँ या त येशू ख्रीष्टलाई छनौट गरौँ या त अरूलाई छनौट गरौँ। अनि परमेश्वरले स्वतन्त्रता दिनुभएको छ। हामीले साँचो परमेश्वरलाई येशू ख्रीष्टलाई पनि हामी चुन्न सक्छौँ, उहाँको पछि लाग्न सक्छौँ, उहाँमाथि विश्वास गरेर उहाँको क्रुसद्वारा हामी निको हुन सक्छौँ, मुक्ति पाउन सक्छौँ। या त सँगै फेरि हामीलाई चाहिँदैन, हामीलाई यावे परमेश्वर चाहिँदैन, हामीलाई येशू ख्रीष्ट चाहिँदैन। त्यही भएर जति सक्दो परमेश्वरले चाहिँ मानिसहरूलाई स्वतन्त्र राखिदिनुहोस्, जति सक्दो धेरै चाहिँ स्वतन्त्र राखिदिनुहोस्, ताकि उनीहरूले आफ्नो स्वतन्त्र इच्छाले नै छनौट गरिन् कि परमेश्वरलाई पछ्याउने या त आफैलाई पछ्याउने। अनि त्यसको नतिजा हामी देख्छौँ। यदि हामीले येशू ख्रीष्टलाई पछ्यायौँ, येशू ख्रीष्टलाई विश्वास गर्यो भने हामी मुक्ति पाउँछौँ, हामी स्वर्गमा हुन्छौँ। अनि यदि त्यसो भएन भने, यदि हामीले आफ्नै इच्छालाई चाहिँ रोज्यौँ, आफैलाई रोज्यौँ भने, आफ्नै प्रणालीलाई रोज्यौँ भने चाहिँ नरकमा बस्नुपर्ने हुन्छ। तर यहाँ छेउ चाहिँ एउटा भनौँ न एउटा राजा र रानी छन् अनि विशेष गरेर इजिबेल त अझ दुष्ट छिन्। आहाब चाहिँ इजरायलमा भएको राजाहरूमध्ये सबभन्दा दुष्ट अरे अनि त्यो न पनि दुष्ट चाहिँ उसको श्रीमती अनि इजिबेल। कारण किन इजिबेलले त्यहाँ छेउ गलत धार्मिक प्रणालीलाई बढावा दिइरहेकी मात्र होइन, उसले त यावे परमेश्वरको अगमवक्ताहरूलाई पनि मारिरहेकी छ। मान्छे इजिबेल र आहाबले के अनि त्यसको सहमति चाहिँ आहाबले दिइरहेका छन्। अनि आहाब चाहिँ एक हिसाबले नामर्द जस्तो अनि पुरुषार्थ नभए जस्तो आफ्नो श्रीमतीलाई तडाउन नसकेको जस्तो देखिन्छ, उनले आफ्नो परिवारलाई सही दिशामा डोर्याउन नसकेको जस्तो देखिन्छ। अनि यो चाहिँ एउटा अत्यन्तै खतरनाक कुरा हो। अनि इजबेललाई उनले खुला छोडिदिएको अनि इजबेलले पनि आफ्नो झुटो धार्मिक प्रणालीमा पुरै इजरायल राष्ट्रलाई चाहिँ पछ्याउनको निम्ति जबरजस्ती गरेको। अनि त्यति मात्र होइन, साँचो परमेश्वरको अगमवक्ताहरूलाई चाहिँ उनले मारेको हामी देख्न सक्छौँ। अनि आहाब र इजबेल मिलेर चाहिँ मारेको हामी देख्छौँ। विशेष गरेर इजबेलले चाहिँ परमेश्वरका अगमवक्ताहरूलाई, भविष्यवक्ताहरूलाई मार्नको निम्ति चाहिँ भनौँ न मुख्य भूमिका खेलेको हामी देख्छौँ। अलिकति 18 पदमा हामी गयौँ भने यहाँ चाहिँ हामी देख्छौँ कि 1, 2, 3 पद। अनि धेरै दिनपछि यस्तो भयो, तेस्रो वर्षमा परमप्रभुको यसो भन्ने वचन एलिया कहाँ आयो, जाऊ आफूलाई आहाब कहाँ देखाऊ भनेपछि यहाँ चाहिँ एलिया छन्। अब यो चाहिँ एलिया हुन्। अनि अहिलेसम्म एलिया चाहिँ एक्लै तस्बिरमा छ अनि एक्लै उनी आहाबको विरुद्धमा, इजबेलको विरुद्धमा लडिरहेका छन्, दुष्ट्याइको विरुद्धमा, खराबीको विरुद्धमा लडिरहेका छन् अहिलेसम्म यसो हेर्दाखेरि। तर उनी छन् त्यहाँ चाहिँ, उनलाई साथ दिने व्यक्तिहरू छन् त्यहाँ छेउ। तर यसो हेर्दाखेरि एलिया चाहिँ एउटा सामान्य व्यक्ति हुन्। अनि यहाँ छेउ इजबेल र आहाबसम्म हामी हेर्ने हो भने उनीहरूसँग शासन छ, उनीहरूसँग सेना छ, होइन सेना छ, दरबार छ उनीहरूसँग, उनीहरू कर उठाउँछन्, उनीहरूसँग पैसा छ, उनीहरूसँग शक्ति छ। अनि उनीहरूले यो चाहिँ आहाब र इजबेलले चाहिँ जे भने त्यो लाद्न सक्छन्। उनीहरूले जबरजस्ती मानिसहरूलाई यदि तिमीले मानेनौ भने हामीसँग सेना छ, यदि तिमीले मान्यौ भने हामी तिमीलाई पैसा दिन्छौँ, होइन। त्यहाँ छेउ उनीहरूले त्यो प्रणालीद्वारा आफ्नो कुरालाई चाहिँ बढावा दिन सक्छन्, आफूलाई माथि पार्न सक्छन्। तर जब हामी एलियालाई हेर्छौँ भने अनि एलिया बिल्कुल अनि उनीसँग बस येशू ख्रीष्ट हुनुहुन्छ। उनी एउटा साधारण मानिस हुन्। पछि याकुबले 5 अध्यायमा गएर याकुब पनि तपाईँ र हामी जस्तो साधारण व्यक्ति थिए भनेर उनले भन्दछ। उनीसँग परमेश्वर मात्रै छन्, उनको सामर्थ्य भनेको परमेश्वर। इजबेल र आहाबको सामर्थ्य भनेको उनीहरू राजा र रानी हुन्, उनीहरूको पद हो, उनीहरूको शासन प्रणाली हो, उनीहरूको पैसा हो, उनीहरूको शक्ति हो, उनीहरूको सेना हो। तर यहाँ छेउ त्यो दुष्ट्याई यी राजा र रानी, यी शक्तिशाली राजा र रानीले जुन दुष्ट्याईलाई चाहिँ बढावा दिइरहेका छन् अनि त्यसको विरुद्धमा परमेश्वरले एउटा व्यक्तिलाई, एउटा भविष्यवक्तालाई खडा गराउनुहुन्छ जो चाहिँ एलिया हुन् र जो चाहिँ साधारण मानिस हुन्, जो चाहिँ तपाईँ र म जस्तै हो। अरे तपाईँ र म चाहिँ आज तपाईँहरूलाई म एलियाको आत्मा दिन चाहन्छु, तपाईँहरू एलिया जस्तो भएको म चाहन्छु। अनि वास्तवमा तपाईँ र म चाहिँ एलिया जस्तो भएको मात्र उनीसँग परमेश्वर छन्। अनि जब परमेश्वरले भन्न लाउनुहुन्छ आहाबको अगाडि जाऊ र अब 3.5 वर्ष पानी पर्ने छैन, त्यसपछि उनी बहादुरीका साथ जान्छन् र आहाबलाई भन्छन् अब पानी पर्ने छैन, जीवित परमेश्वरको नाउँमा म भविष्यवाणी गर्दछु कि अब पानी पर्ने छैन। अनि त्यसपछि उनलाई करित खोल्सामा परमेश्वरले लानुहुन्छ। अनि त्यसपछि करित खोल्सामा पानी सुकेपछि विधवाको, सारफतको विधवाको घरमा उहाँले लानुहुन्छ। अनि त्यो समयमा परमेश्वरले के गर्दै हुनुहुन्छ? यहाँ चाहिँ आहाब र इजबेल चाहिँ त्यतिकै बसिरहेका छैन। आहाबको अगाडि गएर
एलियाले पानी पर्दैन भनेर भन्छन् अनि त्यसपछि त्यहाँ छेउ चाहिँ आहाबले चाहिँ एलियालाई खोजिरहेका छन्। मलाई लाग्छ त्यतिखेर इजबेलले पनि खोजिरहेकी छिन् यसलाई मारौँ भनेर। यसले के भन्न खोजेको? अनि यसले त इजरायलमाथि श्राप ल्याउँछ। तपाईँले यो पहिलो राजा 18 अध्याय हामी हेर्छौँ भने यी आहाबको प्रणाली चाहिँ आहाब र इजबेलको प्रणाली चाहिँ एलियाप्रति नकारात्मक भएको हामी देख्छौँ। उनीहरूले राज्यभरि फैलाएका छन् कि इजरायल राष्ट्र चाहिँ आज समस्यामा छ, अनिकालमा छ। अनि किन? एलियाको कारणले गर्दाखेरि भने, एलियाको कारणले गर्दाखेरि भने। अनि आज इजरायल राष्ट्रमा चाहिँ किन पानी परिरहेको छैन, किन अनिकाल भइरहेको छ? कारण एउटा व्यक्ति आयो, याहवेको नाउँमा एउटा व्यक्ति आयो जसको नाम चाहिँ एलिया हो। अनि उसले भन्यो कि पानी पर्ने छैन, अनि हेर त उसले पानी नपर्ने समस्या, अनिकालको समस्या चाहिँ यहाँ छेउ ल्याइरहेको छ। कहिलेकाहीँ होइन परमेश्वरका मानिसहरूले समस्या ल्याउँछ, होइन न? कहिलेकाहीँ ग्रेटर ग्रेसमा पनि समस्या ल्याउन सक्छन्। यदि वास्तवमै ग्रेटर ग्रेसभित्र चाहिँ यदि यहाँ एलिया जस्तो व्यक्तिहरू छन् भने समस्या ल्याउँछन्, मान्छेहरू चाहिँ समाधान खोज्छन्। अनि एलिया जस्तो व्यक्तिले चाहिँ समस्या ल्याउँछ, टाउको दुखाउँछन्, होइन? आहाब र चाहिँ इजबेलको जस्तो टाउको दुखाउँछन्। यो चाहिँ राम्रो कुरा हो, होइन? हामीले चाहिँ जहिले पनि नसोचौँ हामीले चाहिँ सबैलाई खुसी पार्नुपर्छ भनेर कहिले पनि नसोचौँ। यदि हामी परमेश्वरसँग हिँड्छौँ भने हामी सबैलाई खुसी पार्न सक्दैनौँ, असम्भव छ, असम्भव छ। यो संसारमा हामी संसारको मानिसहरूलाई खुसी पार्न सक्छौँ? हामी त येशू ख्रीष्टको विषयमा प्रचार गर्न भन्छौँ, हामी त येशू ख्रीष्टमा विश्वास गर्न भन्छौँ, मुक्ति पाउन भन्छौँ। अनि यो संसारले मन पराउँछ। अब यदि हामीले उनीहरूलाई खुसी पार्ने हो भने त येशू ख्रीष्टको नाम कहिले पनि लिनु भएन उनीहरूको अगाडि गएर। यदि वास्तवमै उनीहरूलाई खुसी पार्ने हो भने उनीहरूको अगाडि गएर येशू ख्रीष्टको नाम कहिले पनि लिनु भएन। अनि यस्तो इजबेल र आहाबको अगाडि गएर परमेश्वरमा स्थिर हुने कुरा, शिक्षामा स्थिर हुने कुरा, सम्झौता नगर्ने कुरा गएर यदि इजबेल र आहाब कहाँ गएर भन्यो भने के हुन्छ? त्यसो भए तिमी चाहिँ हो समस्या, त्यसो तिमी चाहिँ हो समस्या। अनि हामी हाम्रै प्रणालीलाई बढावा दिन चाहन्छौँ। यदि तिमी त्यसको विरुद्धमा जान्छौ भने एलिया तिमी समस्या भने एलियालाई चाहिँ मार्न खोजेको हामी देख्छौँ। अनि यो चाहिँ अद्भुत छ, होइन? यो 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 राम्रो अनुभव छ मलाई, यो विषयमा अनुभव गर्दैछु। वाह, हिजो अस्ति चाहिँ पुलपिटबाट यो कुराहरू प्रचार गर्दाखेरि चाहिँ कति राम्रो जस्तो लाग्छ, होइन? अनि अहिले आफ्नै जीवनमा जब आइपर्छ अनि त्यसपछि वो, होइन? यहाँ छेउ एलियाले जे कुरालाई चाहिँ उनले चाहिँ सामना गरिरहेका छन्। तर याद गरौँ, अनि एलियाको साथमा चाहिँ परमेश्वर हुनुहुन्छ। यो चाहिँ सुन्दर कुरा, परमेश्वर हुनुहुन्छ। आहाबसँग पैसा छ, होइन? आहाबसँग उसको शासन छ, उसको सेना छ, उसले जे भनेको त्यही कुरा मान्ने चाहिँ उसँग आफ्ना मानिसहरू छन्। तर एलिया एउटा साधारण व्यक्ति हुन्, होइन? उनलाई भाग्नको निम्ति पनि परमेश्वरको प्रबन्ध चाहिन्छ, होइन? उनलाई चाहिँ परमेश्वरले प्रबन्ध गर्नु भएन भने त ऊ त भोकै हुन्छ, नाङ्गै हुन्छ। अनि परमेश्वरले खरिद खोल्सामा लगाएर राख्नुहुन्छ, कहाँ गरेर ल्याउनुहुन्छ, गएको हप्ता हामीले हेरेका थियौँ। यदि परमेश्वरले प्रबन्ध नगर्ने हो भने त एलियाको के हुन्छ? जीवन चल्दैन। अनि सारफतको विधवाको घरमा पठाउनुहुन्छ, त्यहाँ छेउ परमेश्वरले प्रबन्ध गर्नुहुन्छ। यदि परमेश्वरले प्रबन्ध नगर्ने हो भने चाहिँ एलिया चाहिँ भौतिक रूपमा बाँच्न सक्दैन। तर धन्यवाद परमेश्वरलाई, अनि उहाँसँग हिँड्ने व्यक्तिहरूलाई, उहाँसँग हिँड्ने मानिसहरूलाई उहाँले जहिले जुटाउनुहुन्छ, जहिले पनि जुटाउनुहुन्छ। अनि त्यो सन्देश चाहिँ गएको हप्ताको थियो। अनि यहाँ छेउ एलिया छन्। अब सोचौँ, अब यहाँ छेउ इजरायलका मानिसहरू छन्, हेर्नुहोस् त। अहिलेको समयमा कुनै पास्टर चाहिँ यस्तो भयो भने के हुन्छ? कुनै पास्टर चाहिँ पास्टरको परिवार चाहिँ आहाब र इजबेल जस्तो भयो भने के हुन्छ? सोच्नुहोस् त, मैले देखेको छु यस्तो। यो सोच्नुहोस् त, तपाईँ के गर्नुहुन्छ? अनि त्यहाँ चाहिँ एलिया जस्तो एक दुईजना व्यक्तिहरू छन् होला जसले गएर सिधै टक्कर दिएका छन्, होइन? इजबेल र आहाबले हामी तिम्रो पैसादेखि डराउँदैनौँ, हामी तिम्रो शक्तिदेखि डराउँदैनौँ, हामीसँग परमेश्वर हुनुहुन्छ, हामीसँग बाइबल छ, हामीसँग येशू ख्रीष्ट हुनुहुन्छ। अनि तिमी गलत हो, तिमी गलत हो। तिमीले इजरायल जातिलाई चाहिँ बालको आराधना गर्न लगाएका छौ, असेराको आराधना गर्न लगाएका छौ, जुन साँचो ईश्वरहरू होइन, जुन साँचो परमेश्वर। तिनीहरूले चाहिँ इजरायलीहरूलाई मिश्रको दासत्वबाट निकालेर ल्याएको होइन। इजरायलकोलाई चाहिँ मिश्रको दासत्वबाट निकालेर ल्याउने चाहिँ जीवित याहवे परमेश्वर हुनुहुन्छ, अरू कोही छैन। हामीलाई पापको दलदलबाट निकाल्ने हाम्रो प्रेमिलो येशू ख्रीष्ट हुनुहुन्छ, जसले आफैलाई क्रुसमा अर्पण गरिदिनु भयो, जसले आफ्नो रगत बगाउनु भयो। अनि हेर्नुहोस् त, त्यही कारणले आज हामी यहाँ छौँ, उहाँको जय जयकार गरिरहेका छौँ। अनि जब भनौँ न आजको समयमा कोही क्रिस्चियन अगुवाहरू यस्तो भए भने, अनि त्यहाँ चाहिँ एलियाले गएर चाहिँ भने उनीहरूलाई तिमीहरू गलत छौ, होइन? यसरी हुँदैन, होइन? यसरी हुँदैन, होइन? एउटा व्यक्तिले चाहिँ मण्डलीको पैसा निरन्तर भ्रष्टाचार गरिरहेको थियो, होइन?
निरन्तर गरिरहेको थियो होइन। अनि मैले देखेँ, अनि मैले देखेपछि गएर बाबु यसो गर्नुहुन्न, बाबु यसो गर्नुहुन्न, मण्डली दुःख कष्ट विश्वासीहरूले चाहिँ दुःख कष्ट गरेर चाहिँ ल्याएका हुन्छन्, अत्यन्तै दुःख कष्ट, उनीहरूले रगत पसिना गरेर चाहिँ उनीहरूले स्थानीय मण्डलीको मिसन चाहिँ अगाडि जाओस् भनेर उनीहरूले मण्डलीमा पैसा दिएका। हामी त्यो यहाँ हुन दिँदैनौँ, हामी यहाँ भएको छैन र यहाँ हुँदैन पनि, होइन रामकुमार सर, होइन रोशन सर, यहाँ भयो भने यहाँ हुनेवाला छैन, त्यो हुन दिनेवाला छैनौँ हामी, यहाँ चाहिँ भएको छैन, हुँदैन। तर कुनै ठाउँमा होइन मैले देखेको थिएँ एउटा पास्टर, एउटा अगुवाले चाहिँ निरन्तर होइन आफ्नो पहुँचको आधारमा, आफ्नो पदको आधारमा चाहिँ निरन्तर मण्डलीको पैसा हिनामिना गरिरहेको। अनि त्यसपछि मैले गरेर भने, हामीले गरेर भन्यौँ होइन, यहाँ चाहिँ हामी केही व्यक्तिहरू सहभागी थियौँ, यसो गर्नुहुन्न बाबु भनेर भनेको त होइन। अनि हामी पनि व्यक्तिगत रूपमा होइन, त्यो व्यक्ति चाहिँ सेवकाईबाट हटेको म चाहने थिएन, अनि त्यो व्यक्ति सेवकाईमै रहिरहेको म चाहन्थेँ। उसको परिवार होइन, उसको अत्यन्तै सुन्दर परिवार, अत्यन्तै होइन राम्रो व्यक्ति जस्तो लाग्थ्यो मलाई। तर एक दिन गडबडी भयो, हामी बिचमै छोडेर गयौँ, अनि उनीहरू त खुसी भए छोडेर गएछन् भनेर, अनि खुसी भएछ, ओहो बल्ल पो होइन हाम्रो भित्री गुप्त कुरा, हाम्रो चाहिँ सम्झौताहरू थाहा पाउने व्यक्तिले त छोडेर जान लागेछ भनेर अरूलाई गएर देख्यौ गयो भनेर भनेको चाहिँ। अनि अचम्म लाग्छ है मानिसहरूले के सोध्छन्। अनि त्यसपछि ठिक छ होइन, आहाबको प्रणाली, इजेबेलको प्रणाली चाहिँ त्यहाँ छेउ हाबी छ, अनि त्यस्तो व्यक्तिदेखि डर लाग्दैन मलाई, बाइ द वे। डर साहस नभएको होइन, तर डर लाग्दैन। तर यहाँ छेउ एउटा यसले तपाईँलाई, अब जब हामी यस्तो कुराहरू देख्छौँ होइन, जब आहाब र इजेबेललाई गएर चाहिँ एलियाले भन्छन् यो गलत हो, त्यसपछि इजरायलका मानिसहरूको प्रतिक्रिया कस्तो हुन्छ? अनि उनीहरूले कसको कुरा सुन्ने? अनि एलियाको कि आफ्नो राजा र रानीको? कसको कुरा सुन्ने? त भन्नुहोस् तपाईँहरूको जाँच होइन, जाँच। उहाँहरूलाई सबैलाई एउटा क्वेसन लेखौँ होइन, यहाँ चाहिँ अगाडि यस्तो अवस्थामा तपाईँ आहाब र इजेबेललाई पछ्याउनुहुन्छ कि एलियालाई अनि टिक लाउने है त? कसले चाहिँ आहाब र इजेबेललाई चिनो लाउनुहुन्छ? कोही हुनुहुन्छ? को चाहिँ एलियालाई चिनो लाउनुहुन्छ? को हुन्छ? दुइटैलाई चिनो नलाउनुहोस् हुन्छ म चाहिँ होइन। ठिक छ, तर यस हामी परमेश्वरलाई छनौट गरौँ होइन, हामी यीशु ख्रीष्टलाई छनौट गरौँ, अनि त्यो व्यक्तिहरूलाई छनौट गरौँ जसले यीशु ख्रीष्टलाई पछ्याइरहेका छन्, जसले बाइबलको शिक्षालाई पछ्याइरहेका छन्, जसले सत्यलाई पछ्याइरहेका छन्, जसले यीशु ख्रीष्टलाई पछ्याइरहेका छन्, जसले चाहिँ परमेश्वरको कुराहरू गरिरहेका छन्, ती मानिसहरूलाई हामी पछ्यौँ। अनि ती मानिसहरू पनि मानिस नै हुन् होइन, उनीहरू सिद्ध छैनन्, तर जस उनीहरू परमेश्वरको पक्षमा छन् अनि परमेश्वरले उनीहरूलाई चलाइराख्नु भएको छ। अनि यस्तो व्यक्तिलाई चाहिँ हामीले पछ्याउन जरुरी छ, जसलाई चाहिँ परमेश्वरले चलाइराख्नु भएको छ, जसको जीवनमा चाहिँ परमेश्वरले काम गरिराख्नु भएको छ, जोसँग चाहिँ परमेश्वर बोलिराख्नु भएको छ, जसको जीवनमा चाहिँ परमेश्वरले प्रबन्ध गरिराख्नु भएको छ, एलिया जस्तै। अनि एलियालाई परमेश्वरले चलाइराख्नु भएको छ, एलियाले परमेश्वरबाट सुनिरहेका छन्। एउटा चाखलाग्दो घटना छ होइन, तपाईँलाई म इजिकियलमा लान्छु। मेरो अचेल इजिकियल फेभरेट हो, म इजिकियल पढिरहेको छु, सिद्धाउनै लाएँ होइन। इजिकियल 9 अध्यायको, यसलाई ध्यान दिनुहोस्, तपाईँले एउटा राम्रो कुरा पाउनुहुन्छ। इजिकियल 9 अध्यायको कति पद? 4 पद हो, 8 पदमा किन हो? 4 पद। अनि परमप्रभुले तिनलाई भन्नुभयो, भनेपछि यो चाहिँ इजिकियलले लेख्दैछन्। अनि त्यहाँ छेउ चाहिँ यसको पृष्ठभूमिलाई बुझौँ। जसरी आहाब र त्यो समयमा होइन, आहाब र इजेबेलले दुष्ट्याइ गरिरहेका थिए, एलिया चाहिँ उनीहरूको विरुद्धमा बोलिरहेका थिए। त्यो ठिक होइन, परमेश्वरबाट होइनौ तिमीहरू परमेश्वरबाट होइन, तिमीहरूले सम्झौता गरिरहेका छौ। अनि त्यस इजिकियलको समयमा पनि त्यस्तै थियो। पुरै राष्ट्र चाहिँ के थियो? भ्रष्ट भइरहेको थियो। अनि इजिकियलले, यिर्मियाले, अरू भविष्यवक्ताहरूले अब तिमीहरू दासत्वमा जानेछ। अनि इजिकियल चाहिँ दासत्व जाने कोही समयमा चाहिँ अगमबाणी गरेको हामी देख्न सक्छौँ। इजिकियलले पनि बारम्बार सावधानी गराउँछ, यदि तिमीहरूले पश्चाताप गरेनौ भने हे इजरायल राष्ट्र होइन, हे इजरायल यहुदा होइन, यो चाहिँ विशेष गरेर इजिकियल चाहिँ सबैको अगमवक्ता भएको हामी देख्न सक्छौँ। उनले अन्य जातिहरूको पनि अगमवक्ता भएको हामी देख्छौँ। अनि इजिकियलले परमेश्वरका मानिसहरूलाई भन्छन्, होइन तिमीहरूले सम्झौता गरिरहेका छौ, अनि तिमीहरूले याहवेलाई बिर्सेका छौ, जसले तिमीहरूलाई मिश्रको दासत्वबाट निकाल्नु भयो।
र एकजना व्यक्ति अब्राहमबाट चाहिँ यति ठुलो राष्ट्रको निम्ति यति ठुलो राष्ट्र बनाउनु भयो। अनि तिमीहरूले याहवेलाई बिर्सेका छौ। मूसाल अनि त्यही याहवे परमेश्वरले मूसालाई दिनुभएको विधि विधानहरूलाई व्यवस्थाहरूलाई तिमीहरूले त्यागेका छौ। अनि त्यसपछि अनि परमेश्वरले हैन इजिकियललाई चाहिँ दर्शनमा भेट्नुहुन्छ अनि उहाँले भन्नुहुन्छ त्यहाँ छेउ शासकहरूले परमेश्वरलाई पछ्याइरहेका छैन अनि त्यहाँ छेउ जसले पछ्याउनु पर्ने हो जसले डोर्याउनु पर्ने हो ती मानिसहरूले सत्यलाई पछ्याएका छैनन्, परमेश्वरको व्यवस्थालाई पछ्याएका छैनन्, परमेश्वरका कुराहरूलाई पछ्याएका छैनन्। अनि एउटा दर्शन देखाउनुहुन्छ अनि त्यो दर्शनमा चाहिँ एउटा स्वर्गदूत चाहिँ तयार भइरहेका हुन्छन्, चिनो लाउनलाई तयार भएका हुन्छन्। यदि तपाईँले यो इजिकियल 9 अध्याय पल्टाउनु भयो भने चिनो लाउनलाई अनि परमेश्वरले त्यो दर्शनमा चाहिँ त्यो प्रधान स्वर्गदूतलाई चाहिँ होइन मलमलको वस्त्र दिनुहुन्छ अनि जाऊ चिनो लगाऊ। अनि उनले कसलाई चिनो लाउने? अनि इजिकियलले यहाँ छेउ भन्दछन् कि त्यो स्वर्गदूतले चाहिँ त्यो व्यक्तिहरूलाई चिनो लाउँदछन् कि त्यहाँ दुई प्रकारका व्यक्तिहरू छन्। अनि यो बिचमा चाहिँ यो भिडमा चाहिँ दुई प्रकारको व्यक्तिहरू छन्। जस्तो कि दुष्ट्याई पुरै राष्ट्र चाहिँ दुष्ट्याईले भरिएको छ, मानिसहरूले दुष्ट्याईलाई पछ्याइरहेका छन्। अनि परमेश्वरले भन्नुहुन्छ जाऊ गएर चिनो लगाऊ। अनि कसलाई चिनो लगाऊ कि त्यो दुष्ट्याईलाई देखेर आफ्नो वरपर आफ्नो राष्ट्रमा परमेश्वरको मानिसहरूको बिचमा जुन दुष्ट्याई छ त्यो दुष्ट्याई देखेर कतिजना मानिसहरू दुखित छन्। कति मानिसहरूले हृदयमा सुस्केर हालिरहेका छन्। कति मानिसले चाहिँ भनिरहेका छन् यो चाहिँ गलत हो। अनि जुन परमेश्वरमा हामी विश्वास गर्छौँ त्यो परमेश्वरको निम्ति यो कुरा चाहिँ पाप हो। अनि जुन बाइबलको शिक्षाको हामी कुरा गर्छौँ, जुन खाँटी शिक्षा, जुन खाँटी जीवनको हामी कुरा गर्छौँ, जुन नुन र ज्योति हुने कुरामा हामी विश्वास गर्छौँ, अनि त्यो कुरामा चाहिँ यी मानिसहरू हिँडेका छैन। ती कुरामा चाहिँ यो भिडहरू हिँडेको छैन। अनि यो पुरै राष्ट्र चाहिँ हिँडेको छैन। अनि गएर चिनो लगाऊ। अनि यहाँ छेउ चाहिँ स्वर्गदूतलाई चाहिँ चिनो लगाउनु भनिन्छ। जसको हृदय चाहिँ दुखित भएको छ यी कुराहरू देखेर पुरै इजरायल राष्ट्र पुरै त्यो परमेश्वरका मानिसहरूको बिचमा अनि जुन मानिसहरूले चाहिँ यो दुष्ट्याईलाई देखेर परमेश्वर भन्दा टाढा गए पुरै राष्ट्र पुरै जाति नै परमेश्वरको जाति नै परमेश्वरबाट टाढा भएर बसिरहेका छन्, गइरहेका छन् र अन्य जातिका ईश्वरहरूलाई पूजा गरिरहेका छन्। उनीहरूको बिचमा न्याय आउँदैछ, परमेश्वरले न्याय गर्दै हुनुहुन्छ। उनीहरूले निरन्तर परमेश्वरको पश्चाताप गर्ने प्रस्तावलाई इन्कार गरेको कारणले परमेश्वरले चाहिँ न्याय ल्याउँदै हुनुहुन्छ। अनि परमेश्वरले भन्नुहुन्छ कि जाऊ गएर चिनो लगाऊ। कसलाई गएर चिनो लगाऊ? ती मानिसहरूलाई चिनो लगाऊ जसले चाहिँ यो दुष्ट्याईलाई देखेर आफ्नो हृदयमा सुस्केर हालेका छन्, भनेका छन् यो गलत हो, यो याहवे परमेश्वरको मानिसहरूले यसो गर्नु गलत हो, परमेश्वरका मानिसहरूले यसो गर्नु गलत हो, हाम्रो बिचमा वरपर चाहिँ यस्तो कुरा हुनु चाहिँ गलत। उनीहरूले सुस्केर हालिरहेका थिए, उनीहरूले प्रार्थना गरिरहेका थिए। अनि त्यसै सँगै फेरि कोही मानिसहरू त्यसमा सहभागी भइरहेका थिए। अनि यहाँ सहभागी हुने मानिसहरूको भिड चाहिँ ठुलो छ। सहभागी हुने मानिसहरूको भिड चाहिँ ठुलो छ। जहिले पनि झुटो कुरालाई पछ्याउने मानिसहरूको भिड चाहिँ ठुलो हुन्छ। किन त्यहाँ छेउ ठुलो हुन्छ? कारण आहाबले पैसा दिन सक्छ। यदि आहाबको पछि लाग्यो भने त्यहाँ छेउ शासन गर्न पाइने हुन सक्छ, पद पाइने हुन सक्छ, पैसा पाइने हुन सक्छ। होइन र? कति सुन्दर कुरा। वाह। अनि 4 पदमा अनि परमप्रभुले तिनलाई भन्नुभयो सहरको बिचमा यरुशलेमको बिचमा भएर जाऊ अनि त्यसको बिचमा गरिएका सबै घृणित कामहरूको कारणले जो मानिस सुस्केर हाल्छन् र एया अथाह गर्छन् ती मानिसहरूका निधारमा चिनो लगा। याचा इजरायल राष्ट्र चाहिँ मिस्रबाट निस्किँदाखेरि चाहिँ निस्तारको चाड भनेर हामी भन्छौँ। त्यो समयमा चाहिँ उनीहरूले थुमा काट्दथे, आफ्नो ढोकाको चौकोसमा लगाउँदथे। अनि जब चाहिँ त्यहाँ चाहिँ पहिलो सन्तानलाई चाहिँ मार्ने जब स्वर्गदूत आउँदछन् अनि जुन घरमा चिनो लागेको छ त्यो घरमा चाहिँ केही पनि हुँदैन, केही पनि। यहाँ पनि यस्तै हुँदैछ। यहाँ चाहिँ परमेश्वरले इजिकियललाई दर्शनमा देखाउँदैछन् अनि त्यहाँ चाहिँ परमेश्वरले एउटा स्वर्गदूत नियुक्त गर्नुभएको छ। अनि त्यो स्वर्गदूतले गएर भन्छन् कि चिनो लाउँछन् कि साँच्ची नै यो घृणित थोकहरू देखेर, साँच्ची नै यो भनौँ न यो ब्याकस्लाइड भएको अवस्था, परमेश्वर विहीन भएको अवस्था, भ्रष्टता भएको अवस्थालाई देखेर कति मानिसहरू चाहिँ दुखित छन्। परमेश्वरका कति मानिसहरू दुखित छन् अनि परमेश्वरका कति मानिसहरू खुसी छन्। कारण किन? परमेश्वरले न्याय गर्दै हुनुहुन्छ, परमेश्वरले यिनीहरूलाई दासत्वमा पठाइदै हुनुहुन्छ। अनि त्यसपछि 5 पद अनि मैले सुन्ने गरी उहाँले अरूलाई भन्नुभयो सहरभित्रबाट भएर उहाँको पछि जाऊ र मार र तिनीहरूको आँखाले नछोडोस् र नटिठाओस्
वृद्ध र जवान अनि कन्याहरू बालबच्चाहरू स्त्रीहरूलाई बिल्कुलै मारिदियो, तर त्यो चिनो भएको कुनै पनि मानिसको नजिक चाहिँ नजा। परमेश्वरले के भन्दै हुनुहुन्छ? जसले यो सम्झौतालाई देखेर दुखित भएका छन्, दिनरात प्रार्थना गरिरहेका छन्, उनीहरूमा चिनो लगा। अनि जब म मेरो न्याय पठाउँछु उनीहरूलाई सुरक्षित राख, उनीहरूलाई सुरक्षित राख, उनीहरूलाई सुरक्षित राख। सायद हुनसक्छ कतिपय कुराहरूको न्याय हामी बिमा न्याय आसनमा गएर मात्र बुझ्छौँ, तर ठिक छ। अनि तर ठिक छ, हामी यो संसारमा रहन्जेसँग परमेश्वरलाई पछ्याउ। भन्नुको मतलब के हो? होइन, एलियाले चाहिँ परमेश्वरलाई पछ्याइरहेका छन् भनेर त्यतिखेरका मानिसहरूलाई थाहा थिएन। आहाब र इजेबेलले चाहिँ हामीलाई दुःख कष्ट दिने चाहिँ एलिया नै हो, त्यही भएर एलियालाई मार्नुपर्छ। अनि त्यसपछि धेरै मानिसहरू चाहिँ त्यसको पछि लागेको हामी देख्न सक्छौँ। यो चाहिँ आफैमा एउटा वा होइन, यसमै प्रचार गरिरहने हो कि क्या होइन, अझै सोचमाथि सोच आइरहेको छ। तर जो हामी सारफतको विधवा कहाँ हामी जाउँ, त्यही पहिलो राजा 17 अध्याय के। अनि परमप्रभुको वचन यसो भन्ने वचन उहाँ कहाँ आयो? अब सिडनको सारपेतमा जाऊ र त्यहाँ बस, हेर तिम्रो खानेकुरा जुटाउनलाई मैले त्यहाँ एउटी विधवालाई आज्ञा गरेको छु। विधवालाई आज्ञा, यो चाहिँ अन्य जाति विधवा हुन्। अनि त्यसपछि यही सहरबाट इजेबेल थिए, एउटै सहरबाट एकदम दुष्टताले भरिपूर्ण स्त्री पनि आउन सक्ने रहेछन्, त्यही सहरबाट आत्माले भरिपूर्ण याहवे परमेश्वरमाथि विश्वास गर्ने स्त्री पनि आउँदै रहेछ। यो विधवा चाहिँ अत्यन्तै आत्मिक स्त्री हो, म प्रमाणित गरिदिन्छु। यो विधवा चाहिँ अत्यन्तै आत्मिक स्त्री हो, अत्यन्तै आत्मिक स्त्री हो। त्यो सहरबाट दुष्ट इजेबेल आएकी थिइन्, त्यही सहरमा परमेश्वरले एउटा कसैले नचिनेको, कसैले नसुनेको, कसैले पनि वास्ता नगरेको एउटा विधवा र उसको एउटा छोरा छ, त्यो परिवार कहाँ एलियालाई पठाउनुहुन्छ। आज तपाईँ र मेरो घरमा होइन येशू ख्रीष्ट आउनुभएको छ, येशू ख्रीष्टका मानिसहरू आएका छन्। यो चाहिँ सुन्दर कुरा हो, कारण किन हामी जब लुका 4 अध्यायको मलाई थाहा छैन कति पदमा छ, हो ठ्याक्कै आए 26 पदमा रहेछ, 26 पदमा येशू ख्रीष्टले भन्नुहुन्छ, तर सिडोन देशको सारफेतमा एउटी विधवा स्त्री कहाँ बाहेक तीमध्ये अरू कसै कहाँ एलिया पठाइएन। येशू ख्रीष्टले ठ्याक्कै यो घटनालाई इङ्गित गर्नुहुन्छ लुका 4 अध्यायमा र त्योबाट प्रचार गर्नुहुन्छ। त्योभन्दा माथि अनि तपाईँले हेर्नुभयो भने हामीलाई सबै पढ्ने चाहिँ समय छैन। येशू ख्रीष्ट विशेष गरेर आफ्नो सेवकाईको केन्द्र कफरनहुम र आफ्नो इलाका वरपर हुनुहुन्छ। अनि त्यहाँ छेउ चाहिँ धेरै मानिसहरूले येशू ख्रीष्टलाई विश्वास गरिरहेका छैनन्। कारण किन? यो त त्यही व्यक्ति हो नि त, होइन, यो त त्यही मान्छे हो, होइन, जो मान्छे चाहिँ भनौँ न त्यही मरियम र योसेफको परिवारमा, त्यही याकुबहरूसँग होइन यिनीहरूसँग हुर्किएको, यहीँ छेउ हिँडेको, यहीँ छेउ परिश्रम गरेको व्यक्ति हो नि त यो, होइन। अनि एक्कासी यसले चिन्ह गर्दैछ, एक्कासी यसले चमत्कार गर्दैछ, एक्कासी यसले म चाहिँ मसिह हुँ भनेर भनिरहेको छ। अनि मानिसहरूले आफ्नो हृदयमा चाहिँ न्याय गरिरहेका छन्, अनि त्यो चाहिँ आवश्यक छ। अनि हामीले हाम्रो हृदयमा चाहिँ न्याय गर्न आवश्यक छ। अनि कहिलेकाहीँ हामी न्याय नगर भनेर हामीलाई सिकाइन्छ, अनि हामी न्यायबाट भाग्न थाल्छौँ। त्यहाँ छेउ कतिपय गर्नु नहुने न्यायहरू छ, त्यहाँ छेउ खराब न्यायहरू छ, अनि त्यो न्याय चाहिँ हामीले परमेश्वरको हातमा राखिदिनु पर्दछ। तर त्यहाँ छेउ के यस्ता न्यायहरू छ जुन हामीले हाम्रो हृदयमा गर्न आवश्यकता छ। परमेश्वरलाई पछ्याउने कि परमेश्वरभन्दा अर्को कुरालाई पछ्याउने, येशू ख्रीष्टलाई पछ्याउने कि येशू ख्रीष्टभन्दा अर्को कुरालाई पछ्याउने, अथवा आफूलाई पछ्याउने, अथवा आफ्नो प्रणालीलाई पछ्याउने, अथवा संसारलाई पछ्याउने। हामीले न्याय गर्छौँ, हामीले न्याय गर्नुपर्छ ताकि हामीले परमेश्वरलाई पछ्याउन सकौँ। अनि यहाँ छेउ चाहिँ मानिसहरूले न्याय गरिरहेका छन्, अनि त्यसपछि उनीहरूले भनिरहेका छन् कि यो त येशू ख्रीष्टलाई त हामीले, यो येशूलाई त हामीले चिनिरहेको देखिरहेको। अनि येशू ख्रीष्टले भन्नुहुन्छ कुनै पनि अगमवक्ता आफ्नो ठाउँमा चाहिँ पूर्ण रूपमा स्वीकार गरिँदैन भनेर। अनि यदि साँच्चै नै स्वीकार गर्थ्यो भने त बडमुखेलमा सबैले अहिले मेरो कुरा सुन्नुपर्ने। साँच्चै नै भन्ने हो भने स्थानीय ठाउँमा चाहिँ अगमवक्ताको आदर हुने हो भने अनि यो ब्रह्मखेलको सबै मान्छेहरू यहाँ छेउ आएर चाहिँ मेरो कुरा सुन्नुपर्ने थियो। तर यहाँ चाहिँ को हुनुहुन्छ हेर्नुहोस् त, हाम्रो अछामदेखि होइन हाम्रो प्रेम राहुल हुनुहुन्छ, होइन, उहाँ भीमढुङ्गादेखि हाम्रो मनिष गिरी हुनुहुन्छ, होइन, हाम्रो ओखलढुङ्गादेखि होइन हाम्रो पास्टर रोशन हुनुहुन्छ, उहाँको प्रवेश हुनुहुन्छ। अनि त्यसपछि हामी यहाँ चाहिँ बर्दियादेखि होइन, हामी जस एउटै परिवार हौँ। अनि यहाँ चाहिँ हामी विभिन्न ठाउँबाट, कोही सिन्धुपाल्चोकबाट, अनि कोही हामी यहाँबाट, होइन, कोही ओखलढुङ्गाबाट। हेर्नुहोस् त, यहाँ ब्रह्मखेलको पनि छौँ, परमेश्वरलाई धन्यवाद भएको होस्।
होइन हाम्रो दुर्गा भाउजूको परिवार हुनु हाम्रो अरू पनि हुनुहुन्छ आज यहाँ छेउ अनि बिरामी भएको कारणले हुनुहुन्न तर जे होस् भन्न खोजेको यदि साँच्चै नै स्थानीय ठाउँमा चाहिँ परमेश्वरको जनको आदर हुनुपर्ने हो नि त ब्रह्मखेलका मानिसहरूले मलाई सुन्नुपर्ने खोइ ब्रह्मखेलका मानिसहरू कहाँ छन् आज यहाँ छेउ मुक्ति छ यहाँ छेउ येशू ख्रीष्टको विषयमा कुरा भइरहेको छ यहाँ छेउ चाहिँ जीवित परमेश्वरले जसले यो संसारलाई सृष्टि गर्नुभयो उहाँको विषयमा कुरा हुँदैछ उहाँमा पाप क्षमा छ उहाँमा स्वर्ग छ उहाँमा जीवन छ उहाँ जस्तो अरू कोही पनि छैन येशू ख्रीष्ट जस्तो चाहिँ अरू कोही पनि छैन खोइ सुनेको र हामीलाई हिजो सुसमाचारमा निस्किन खोजेका थियौँ मानिसले रोके गर्यो होइन अनि त्यो चाहिँ यहाँ छेउ हुन त पानीले छेक्न नहुने हो तर यहाँ छेउ यस्तै छ परिस्थिति होइन तपाईँहरूलाई यो 2-3 महिना चाहिँ अनि यहाँ छेउ आउन गाह्रो हुन्छ कारण किन जताततै हिलो हुन्छ होइन जताततै हिलो हुन्छ 9 महिना चाहिँ एकदम आनन्द यो ठाउँ छोडेर नजाउँ जस्तो हुन्छ यो 3 महिना चाहिँ वरपर सबै हरियाली देखिन्छ तर हिलो भएपछि चाहिँ चर्च नआउँ कि क्या हो नि हिलो घिचिङ गरेर नजाउँ कि क्या हो तर त्यसलाई हामी चिरेर आउँछौँ होइन त्यसले हामीलाई रोक्न सक्दैन अनि यहाँ छेउ येशू ख्रीष्टले भन्नुहुन्छ त्यतिखेर एलियालाई परमेश्वरले किन चाहिँ सिडोनमा पठाउनु भयो पहिलो कुरा शासकहरूले एलियालाई मन पराएन आहाब इजेबेलले एलियालाई मन पराएन दोस्रो कुरा त्यतिखेरका मानिसहरूले आहाब र इजेबेलको कुरालाई सुने आहाब र इजेबेलको कुरालाई सुने र उनीहरूले परमेश्वरको जन एलियालाई चाहिँ त्यतिखेर यदि तपाईँले हेर्नुभयो भने एलियालाई पक्रेर ल्याइदेऊ भने उर्दी चाहिँ त्यो दरबारबाट निस्केको हामी देख्न सक्छौँ एलियाले हामीलाई समस्यामा पारेको छ जहाँ पनि एलियालाई देख्छौ मेरो राजाले चाहिँ इजेबेलले चाहिँ पुरै राष्ट्रमा घोषणा गर्छन् कि जहाँ पनि तिमीहरूले एलियालाई देख्छौ मेरो सामुन्ने हाजिर गराउनु समाएर सायद यदि तिमीहरूले समाएर ल्यायो भने पैसा पाउन सक्छौ पद पाउन सक्छौ हाम्रो फेभर पाउन सक्छौ होइन हामी तिमीहरूको जीवनमा राम्रो गरिदिन्छौँ होइन राम्रो सेवकाइ दिन्छौँ बाइबल कलेज पढाउन दिन्छौँ हामी विचार गर्न दिन्छौँ हामी तलब बढाइदिन्छौँ हामी होइन हामीलाई सपोर्ट गरेर होइन हाम्रो सम्झौतालाई सपोर्ट गरेर होइन हामीले गरेको दुष्ट कर्महरूलाई सपोर्ट गरेर हामीले गरेको भ्रष्टाचारहरूलाई सपोर्ट गरेर हामी तिमीहरूलाई पद दिन्छौँ हामी तिमीहरूलाई पैसा दिन्छौँ तिमीहरूको चाहिँ टिभीमा भिडियो बनाइदिन्छौँ तिमीहरूको युट्युबमा भिडियो प्रख्यात बनाइदिन्छौँ अनि त्यसपछि मानिसहरू हेर त पछि रमाइलो हुन्छ जब हामी बिमा न्यायासन त छ त्यहाँ छेउ होइन त्यो म चाहिँ त्यहाँ छेउ चाहिँ लाजमा पर्न चाहन्छु बरु यहाँ छेउ लाजमा पारुन् कमजोर बनाऊ तर बिमा न्याय आसनमा चाहिँ होइन शिर यसरी त्यसो म त म सिद्ध छु भन्न खोजेको होइन होइन म एलिया जस्तै हामी एलिया जस्तै पास्टर रोशन पास्टर मनिष होइन पास्टर रामकुमार पास्टर प्रवेश एलिया जस्तै हुनुहुन्छ तपाईँहरू पनि एलिया जस्तै हुनुहुन्छ हामी यो कुरामा आहाब र इजेबेल गलत हो कतिपय अवस्थामा पास्टर नि होइन यो पास्टर नि भन्ने शब्द बाइबलीय त होइन तर कहिलेकाहीँ कतिपय पास्टरको श्रीमतीहरू पनि इजेबेल जस्तो देख्छौँ होइन आहाब जस्तो इजेबेल जस्तो तर मेरो सुरक्षा त त्यस्तो छैनन् होइन मलाई थाहा छ उनी त एकदम सुन्दर छिन् होइन म आहाब पनि होइन होइन अनि त्यसपछि यहाँ छेउ पास्टर रोशन पछाडि हेर्दै हुनुहुन्छ खै कता हो होइन कता हुनुहुन्छ नाइसा भने त पास्टर मनिष चाहिँ हेर्ने आँटै गर्नु भएको छैन पछाडि लक्सरीलाई अब यहाँ छेउ रामकुमार सर पनि एकदम निहुरेर यसरी हेऱ्यो भने फेरि होइन त्यो मलाई इजेबेल भन्न खोज्या भनेर फेरि अब हाम्रो प्रवेशको त अब के बिहे नै भएको छैन हाम्रो रोहितको पनि विवाह भएको छैन रोहित चाहिँ यो सोमबार फेरि पोर्चुगल फर्किँदैछन् हामीले यो महिनामा चाहिँ केटी खोजेर बिहे गरिदिने भनेर बोलाएको अनि उहाँको त अब के भन्नु अब के भन्ने साथै छैन अनि त्यही भएर यो सोमबार चाहिँ बाहिर जवान मान्छेहरूले ट्राई गर्नु है कोही मन पर्यो भने ट्राई गर्नु कतिपय ठाउँमा चाहिँ के भनेछ ट्राई नै नगर्नु होइन मेसेज गर्ने केटी मान्छेहरूलाई होइन उनीहरूलाई नो भन्न पनि स्वतन्त्रता हुन्छ यदि रोहितलाई चाहिँ कसैको अनुहार मनै पर्दैन नो होइन यदि प्रवेशलाई चाहिँ कुनै केटीको अनुहार कुनै केटीले चाहिँ अनुहारै मन पराउनु नो हामी त्यसलाई पनि स्वीकार गरौँ होइन स्वीकार गरौँ तर भनौँ न जवान मान्छेहरूले चाहिँ एउटा आत्मिक स्त्रीहरू खोज्छन् होइन इजेबेल जस्तो होइन नि फेरि इजेबेल जस्तो खोज्यो भने फेरि आहाब जस्तो हुन्छ होइन पुरै हामीलाई संसारमा डोर्याउँछ होइन पुरै संसारिक प्रेमले चाहिँ ओतप्रोत बनाइदिन्छ अनि हामीलाई परमेश्वरबाट चाहिँ टाढा राखिदिन्छ तर जे होस् किन येशू ख्रीष्टले चाहिँ वास्तवमा यहाँ चाहिँ येशू ख्रीष्टले दुईटा विषयमा चर्चा गर्नुहुन्छ एउटा चाहिँ आफ्नो स्थानीय ठाउँमा अगमवक्ताको चाहिँ आदर हुँदैन सारफेतको विधवा कहाँ परमेश्वरले एलियालाई पठाउनु भएको थियो कारण किन सायद इजरायलको त्यतिखेरको बासिन्दाहरूको घरमा एलियालाई पठाएको भए स्वागत हुन्थेन
उनीहरूले समातेर चाहिँ इजिबेल र आहाब कहाँ पुर्याइदिन्थ्यो होला। तर यहाँ चाहिँ एउटा अन्य जाति अनि अन्य जातिहरूको बाहुल्य भएको ठाउँमा चाहिँ परमेश्वरले एलियालाई पठाउनुहुन्छ। अनि वास्तवमा भन्न खोजेको यहाँ चाहिँ एलिया भन्दा पनि उहाँले विधवालाई बढी जोड दिनुहुन्छ। त्यो विधवा जसले चाहिँ आफूसँग भएको थोरै खानेकुराहरू पकाएर जुन उनको अन्तिम अनि उनको अन्तिम छाक थियो, आफ्नो अन्तिम छाक नै अनि परमेश्वरको जनको भोग टार्नको निम्ति उनले बनाएर दिन्छन्। अनि त्यो विश्वासको चाहिँ येशू ख्रीष्टले यहाँ छेउ चर्चा गर्दै हुनुहुन्छ। यहाँ छेउ पुरै सन्दर्भलाई हामीले के लाउने हो भने यो घटनामा उहाँले विधवालाई चाहिँ बढी उचाल्न खोज्दै हुनुहुन्छ अनि त्यो विधवाको पनि विशेष गरेर विधवाको विश्वासलाई चाहिँ यहाँ छेउ चर्चा हुन्छ। त्यतिखेर यहाँ चाहिँ एलिया जान्छन् होइन, अनि एलिया अनि उनको घरमा चाहिँ थोरै पिठो हुन्छ, थोरै तेल हुन्छ। अनि त्यसपछि एलियाले भन्छन् मलाई खाना देऊ, अनि उनले भन्छन् हामीसँग त थोरै छ, आज हामी त्यो खान्छौँ, आमा छोरा खान्छौँ, अनि भोलि हामी मर्छौँ, कारण किन पुरै देशभरि अनिकाल लागेको छ, पुरै वरपर चाहिँ अनिकाल लागेको छ। त्यही पनि एलियाले भन्छन् जाउँ न, म परमेश्वरको जन, म परमेश्वरको तर्फबाट बोल्दैछु, यो गलत होइन, म परमेश्वरको पक्ष। वास्तवमै भनेको पास्टर गणेश चाहिँ यो समयमा परमेश्वरको पक्षमा हुनुहुन्छ। अनि यहाँ छ पास्टर मनिष, पास्टर रोशन होइन, हाम्रो प्रवेश, हाम्रो रङ पास्टर, हामी परमेश्वरको पक्षमा छौँ। त्यसमा कुनै दुई मत छैन, हामी प्रमाणित गर्न सक्छौँ कि हामी परमेश्वरको पक्षमा छौँ भनेर। तर यहाँ छेउ हामी देख्छौँ विधवाको विश्वास। अनि परमेश्वरले भन्नुहुन्छ कि त्यो विधवाले जुन आफ्नो अन्तिम आशा, जुन अलिकति बाँकी रहेको तेल, अलिकति बाँकी रहेको पिठोले जुन फुलौरा बनाएर परमेश्वरको जनलाई दिन्, त्यतिखेर उनको हृदयमा चाहिँ अद्भुत विश्वास थियो। उनलाई थाहा थियो एलिया चाहिँ साँचो परमेश्वर याहवे परमेश्वरको सेवक हुन्। अनि जुन कुराहरू यहाँ छेउ एलियाले बोलिरहेका छन् त्यो चाहिँ साँचो हो, किनकि उनले स्वर्गको परमेश्वरको कुराहरू ल्याइरहेका छन्। उनी हेर्दाखेरि साधारण व्यक्ति छन्, तर उनी स्वर्गको परमेश्वरको आराधना गर्छन्। यहाँ चाहिँ एउटा विधवा छिन् होइन, जोसँग अलिकति मात्र छ, उनको एउटा सानो बच्चा छ, थोरै खानेकुरा छ। अनि एलिया आउँछन् अनि उनले त्यो दिन्छन्, एलियालाई दिन्छन्। अनि त्यसपछिको घटना हामी अर्को हप्ता हेर्छौँ। तर मैले भन्न खोजेको यो विधवाको विश्वास, वास्तवमा येशू ख्रीष्टले यहाँ छेउ यो विधवाको विश्वासको विषयमा चर्चा गर्दैछन्, येशू ख्रीष्टले गर्दै हुनुहुन्छ। अनि सबभन्दा पहिलो कुरा विश्वास, यो अत्यन्तै महत्त्वपूर्ण कुरा हो। तपाईँ हामीसँग केही नहोस् तर विश्वास होस् होइन। म कहिलेकाहीँ भनौँ न, अस्ति पास्टर रोशन र हामी प्रार्थना गर्छौँ होइन, आधी घन्टा बिहान कफी प्रेयर भन्छौँ हामी त्यसलाई होइन। सायद अब आउँदा दिनहरूमा हामी सबै लिडरहरू सायद भेला हुनुपर्छ होला, अनि कफी लिडरसिप प्रेयर मिटिङ भनेर हामी भन्न सक्छौँ। अनि हामी तपाईँहरूको निम्ति यो स्थानीय मण्डलीको निम्ति प्रार्थना गरिरहेका थियौँ। हामी यो स्थानीय मण्डलीले चाहिँ देशभरि अरू मण्डलीहरू स्थापना गरेको चाहन्छौँ। अबको केही वर्षमा हामी एउटा सिङ्गो राष्ट्रव्यापी मिसनको चाहिँ नेतृत्व गर्न चाहन्छौँ। हामी तपाईँहरूलाई बताउन चाहन्छौँ कि परमेश्वरले यो स्थानीय मण्डलीलाई प्रयोग गर्नुहुन्छ अनि उहाँले गर्नुहुन्छ। त्यसको निम्ति अरू केही पनि चाहिँदैन हामीसँग, बस विश्वास, बस विश्वास, अरू केही पनि चाहिँदैन, बस विश्वास, बस विश्वास, बस विश्वास। त्यो विश्वास चाहिँ के हो? अनि जुन विश्वास चाहिँ परमेश्वरबाट हो, जुन विश्वास चाहिँ यसो ख्रीष्टमाथि राखिएको विश्वास हो, अनि त्यो विश्वासले सबभन्दा पहिला परमेश्वरको कुरा सुन्नु। यदि मसँग विश्वास छ भनेर छ पनि, अनि रायोको दाना जतिको विश्वास पनि परमेश्वरको नजरमा अत्यन्तै गुणवान हुँदछ, अत्यन्तै बहुमूल्य हुँदछ। अनि जब तपाईँ र मसँग त्यो विश्वास छ भनेर छ, चाहे त्यो रायोको दाना जति होला, तर त्यो विश्वासले सुन्छ, परमेश्वरलाई सुन्छ। जहिले पनि विश्वासले परमेश्वरलाई सुन्छ। यदि तपाईँ र मेरो हृदयमा शङ्का छ भने हामी परमेश्वरलाई सुन्न सक्दैनौँ त्यो समयमा। यदि तपाईँ र मसँग चाहिँ शङ्का छ भने हामी परमेश्वरलाई निरन्तर सुनिराख्न सक्दैनौँ, निरन्तर सुनिराख्न सक्दैनौँ। तर तपाईँ र म भित्र जब यो येशू ख्रीष्टको विश्वास हुन्छ, जुन विश्वासको विषयमा गलाती 2:20 पावलले चर्चा गर्दैछन्, त्यो विश्वासले चाहिँ सुन्छ। अनि त्यो विश्वास तपाईँ र म भित्र छ भने हामी परमेश्वरलाई सुन्छौँ। विश्वासले चाहिँ परमेश्वरलाई सुन्छ, वास्तवमै सुन्छ। सजिलो छ परमेश्वरलाई सुन्नको निम्ति। अनि कहिलेकाहीँ हामी जटिल बनाउँछौँ, परमेश्वरलाई त सुन्ने तर कसरी सुन्ने? चाहे हामी कुनै दिन सुन्ने विषयमा प्रचार गर्न सक्छौँ र हामीले गरेका छौँ, तर हामी सुन्न सक्छौँ। हामीसँग बाइबल छ, हामीसँग प्रार्थना छ, हामीसँग स्थानीय मण्डली छ, हामीले नयाँ जन्म पाएका छौँ, हामी परमेश्वरलाई सुन्न सक्छौँ। अत्यन्तै साधारण कुरा छ। अनि दोस्रो कुरा चाहिँ सुन्ने मात्र होइन, लिन्छ। अनि मैले जे कुराहरू सुनेको छु त्यसलाई म लिन्छु। अनि विश्वासले चाहिँ परमेश्वरलाई सुन्छ र परमेश्वर बोल्नुहुन्छ, विश्वासले चाहिँ परमेश्वरलाई सुन्छ
अनि जे परमेश्वरले बोल्नुहुन्छ त्यो कुरा चाहिँ उसले लिन्छ भित्र हृदयमा। होइन विश्वास भनेको चाहिँ खालि सुन्ने मात्र होइन कि तर सुनेको कुरालाई म लिन्छु, म त्यसलाई चाहिँ लिन्छु, रिसिभ गर्छु भन्छौँ नि हामी, रिसिभ गर्ने भन्छौँ नि। कसैले मलाई पैसा दियो भने मैले हात थापेर लिन्छु त्यसलाई भने जस्तै म परमेश्वरलाई सुन्छु। र जब म परमेश्वरलाई सुन्छु भने परमेश्वरले केही बताउनुहुन्छ, केही भन्नुहुन्छ, उहाँले आफ्नो इच्छा प्रकट गर्नुहुन्छ, उहाँले केही योजना भन्नुहुन्छ, केही उद्देश्य भन्नुहुन्छ, केही कुरा उहाँले मेरो प्राणभित्र चाहिँ राखिदिन चाहनुहुन्छ। अनि जब पनि हामी परमेश्वरलाई सुन्छौँ भने केही न केही हुन्छ त्यहाँ छेउ लिनको निम्ति। त्यहाँ छेउ जब हामी परमेश्वरलाई सुनिरहेका छौँ भने त्यहाँ छेउ नलिनको निम्ति केही पनि कुरा नभएको कहिले पनि हुँदैन। यदि हामी परमेश्वरलाई सुन्छौँ भने त्यहाँ केही न केही हुन्छ परमेश्वरबाट लिनको लागि। यदि हामी सुन्दैनौँ भने चाहिँ लिनको निम्ति चाहिँ केही हुँदैन। तर यदि हामी सुन्छौँ भने चाहिँ लिनको निम्ति केही हुन्छ। अनि विश्वासले चाहिँ सुन्छ अनि त्यसलाई लिन्छ। तपाईँले यसलाई बुझ्नुहुन्छ? तपाईँ सुन्नुहोस्, परमेश्वरले सिकाउनुहुन्छ कसरी लिने भनेर। सायद अहिले कसरी लिने भनेर म तपाईँलाई सिकाउँदिनँ, सायद पछि म सिकाउँछु। तर जे होस् तपाईँले साधारण चाहिँ बुझ्नुहुन्छ, तपाईँले सुन्नुहुन्छ भने, तपाईँ र मैले परमेश्वरलाई सुन्छौँ भने उहाँले केही दिनुहुन्छ, हामी लिन्छौँ। साधारण चाहिँ हामी त्यसलाई बुझ्छौँ, साधारण कुराहरू, साधारण अत्यन्तै सामान्य कुराहरू। जसरी हामीलाई कसैले पैसा दियो भने हामी लिन्छौँ होइन। जस्तो कि छ नि श्रीमान र श्रीमतीको प्रेम होइन। मलाई चाहिँ थाहा हुन्छ कि सुरक्षाले मलाई प्रेम गर्छिन् भनेर। मलाई थाहा हुन्छ कि मेरो मम्मीले मलाई माया गर्नुहुन्छ होइन, मेरो बुवाले मलाई माया गर्नुहुन्छ। मलाई थाहा छ मेरो हृदयमा, किनकि मैले सुनेको छु। सुनेको मात्र होइन, मैले त्यसलाई लिएको छु, मैले अनुभव गरेको छु। अब त्यो कसरी म व्याख्या गर्ने, तर वास्तविक हो। अनि त्यसरी नै जब हामी परमेश्वरलाई सुन्छौँ भने उहाँले लिनको निम्ति केही कुराहरू दिनुहुन्छ, लिनको निम्ति चाहिँ केही कुराहरू दिनुहुन्छ। भनेपछि सुन्ने कुरा होइन, विश्वासले चाहिँ सुन्छ, त्यसपछि विश्वासले चाहिँ लिन्छ। अनि त्यसपछि अर्को दुईवटा पोइन्ट छ यहाँ। तेस्रो पोइन्ट चाहिँ के राखौँ भनेर सोचिरहेको छु मैले हो कि। यो चाहिँ चौथो चाहिँ स्वीकार गर्ने कुरा होइन, सरी तेस्रो चाहिँ स्वीकार गर्ने कुरा। लिने मात्र होइन, अब म स्वीकारै गर्छु। लिने र स्वीकार गर्ने कुरा फरक छ। जस्तो कि कसैले मलाई पैसा दियो, पास्टर रोशनले मलाई पैसा दिनुभयो, म त्यसलाई लिन्छु अनि लिएर म यतिकै हिँड्छु होइन। म गोजीमा राख्छु त्यसलाई होइन, अरूलाई देखाउन चाहन्न। म 1000 रुपियाँ दिएको कुरा अब कहाँ भन्छु म होइन, यहाँ राख्छु नि, भने अरूले पनि माग्ला होइन, त्यसपछि यहाँ राख्छु भने जस्तै विश्वास भनेको म परमेश्वरबाट सुन्छु, परमेश्वरले भन्नुभएको कुराबाट मैले योजना उद्देश्य इच्छा पाउँछु, त्यसलाई म लिन्छु। अनि त्यति मात्र होइन, त्यसलाई म मेरो हृदयमा राख्छु, म मेरो हृदयमा भण्डारण गर्छु त्यसलाई। र म त्यसलाई राख्छु। वाह होइन, यो बहुमूल्य कुरा छ। कुनै पनि बहुमूल्य कुरालाई हाम्रो प्राणबाट, त्यही भएर बाइबल भन्दछ सत्यलाई किन तर नबेच, किनकि सत्य बहुमूल्य छ। त्यो चाहिँ राखिराख्ने कुरा हो। बरु त्यो हामी सित्तैमा अरूलाई दिन सक्छौँ, अरूलाई सिकाउन सक्छौँ, तर त्यो बेच्ने कुरा होइन, त्यसमा व्यापार गर्ने कुराहरू होइन। त्यो चाहिँ हृदयमा सम्हालिराख्ने कुरा हो, आफ्नो हृदयलाई धनवान बनाउने कुरा हो। अनि त्यो धनवान हृदयले अरूलाई पनि धनवान बनाउँदै जान्छ, त्यो स्वाभाविक कुरा हो। स्वीकार गर्ने कुरा होइन, हामी त्यसलाई हृदयमा राख्छौँ, यो चाहिँ बहुमूल्य कुरा हो। अनि त्यसपछि अन्तिममा भरोसा गर्ने, भरोसा। यो चारवटै कुरा चाहिँ हामी यो विधवाको जीवनमा देख्छौँ। पहिला उनले एलियालाई सुनिन्, कारण उनी एलिया चाहिँ परमेश्वरको पक्षबाट बोलेर एलियाले भनेको कुराहरू उनलाई सायद लिन गाह्रो भयो होला, अनि लिन गाह्रो भयो होला, किनकि मेरो अन्तिम तेल बाँकी छ, अन्तिम पिठो बाँकी छ, अनि त्यही बनाएर तिमीलाई खुवाइदिने, त्यसो भए हामी के खाने त? अनि उनले त्यो भन्दा पनि उनले त्यसलाई लिएको, अनि त्यसपछि त्यसलाई स्वीकार गरेको। यदि परमेश्वरको योजना यही छ मेरो जीवनमा भने उनले स्वीकार गरेको, त्यसलाई बनाएर ल्याइदिएको अनि परमेश्वरमा भरोसा गरेको हामी देख्छौँ। अनि यो सारफेतको विधवाको जीवनमा चाहिँ हामी विश्वास देख्छौँ। अनि यही छ, तर जब तपाईँ र मेरो जीवनमा विश्वास हुन्छ भने हामी सुन्छौँ, लिन्छौँ, स्वीकार गर्छौँ, भरोसा गर्छौँ, अनि वाह, त्यसले हाम्रो जीवनमा चमत्कार ल्याउँछ। त्यसले हाम्रो विधवाको घरमा चाहिँ चमत्कार आयो। विशेष गरेर 2टा चमत्कार भयो, 3टा हो, तर 2टा चमत्कारको विषयमा सायद हामीसँग समय भयो भने अर्को हप्ता हामी बताउनेछौँ। आज चाहिँ हामी अब प्रभु भोजमा जानेछौँ। प्रभु भोजको निम्ति पास्टर रोशन आउनुहुन्छ, अनि त्यसपछि अन्तिम प्रार्थना चाहिँ हाम्रो पास्टर मनिषले गरिदिनुहुन्छ। ओके, अनि हुन्छ, ताली बजाएर स्वागत। जय मसीह। प्रभुलाई धन्यवाद गरिदियोस्। प्रभु भोजको सङ्गतिमा हामी छौँ र केही समय हामी सुन्नेछौँ प्रभु भोजको विषयमा।
र तपाईँहरूले मसँग हिब्रू 9 अध्याय हेर्न सक्नुहुन्छ। 11 पददेखि म पढेर केही कुराहरू बताउनेछु, त्यसपछि हामी केही समय प्रार्थना गर्नेछौँ अनि प्रभुभोजमा हामी सहभागी हुनेछौँ। यस्तो छ, तर ख्रिस्ट आउनेवाला असल कुराहरूका महापुजारी भएर अझ महान र अझ सिद्ध निवास स्थानबाट भएर आउनुभयो, जो चाहिँ हातले बनेको होइन, अर्थात् यस सृष्टिको होइन, न त बोका र बाछाहरूको रगतद्वारा, तर उहाँको आफ्नै रगतद्वारा उहाँ पवित्र स्थानभित्र एकैचोटि पस्नुभयो र हाम्रा निम्ति अनन्त छुटकारा प्राप्त गर्नुभयो। यसो ख्रिस्ट कसको रगत लिएर स्वर्गीय महापवित्र स्थानमा पस्नुभयो? होइन, बोकाको हो, होइन, बाछाको पनि हो, होइन, र उहाँको आफ्नै रगत जुन चाहिँ उहाँले बगाउनु भएको थियो कलवरी भन्ने ठाउँमा आजभन्दा 2000 वर्ष अगाडि। अनि अर्को कुरा हामी देख्छौँ, किनकि यदि बहर र बोकाहरूको रगतले र कोरलीको खरानीले अशुद्ध मानिसमाथि छट्टर, अब यो चाहिँ पुरानो करारको कुरा हो, होइन, शरीरको शुद्धिका निम्ति पवित्र पार्छ भने अनन्त आत्माद्वारा परमेश्वरको सामु आफैलाई निष्कलङ्क चढाउनु हुने ख्रिस्टको रगतले, ख्रिस्टको रगतले, त्यही हो कारण, होइन, जसको जुन कारणले आज यहाँ छौँ। ख्रिस्टको रगतले तिनीहरूको विवेक जीवित परमेश्वरको सेवा गर्नका निम्ति मरेका कामहरूबाट झन् कति बढ्ता गरी शुद्ध पार्दा अनि चाहिँ त्यस्तो कुनै कुरा छैन जसले हाम्रो पापलाई धुन सक्छ, होइन, जसले हामीलाई हाम्रो पापबाट शुद्ध पार्न सक्छ। त्यो चाहिँ केवल यसो ख्रिस्टको रगत हो। अनि तपाईँहरूलाई थाहा छ त्यो कति बहुमूल्य छ, होइन। अनि अर्को ठाउँमा हामी हेर्न सक्छौँ, पहिलो योहन्ना 1:7 कि उहाँका पुत्र यीशु ख्रिस्टको रगतले हामीलाई सब पापबाट शुद्ध पार्छ। आमेन। र यीशु ख्रिस्टको रगतले हामीलाई हाम्रो सबै पापहरूबाट शुद्ध पार्छ र यो चाहिँ एउटा वास्तविक कुरा हो। यीशु ख्रिस्टको रगत जुन चाहिँ वास्तवमा बगेको थियो अनि त्यो चाहिँ हामी देख्न सक्छौँ। यीशु ख्रिस्टले आफ्नै रगत लिएर स्वर्गीय निवास स्थानभित्र प्रवेश गर्नुभयो। हामी पुरानो करारमा त्यहाँ भेट हुने पाल अनि त्यसको संरचना देख्दछौँ। महापवित्र स्थान जहाँ वर्षको एकचोटि महापुजारी प्रवेश गर्दथे अनि उनले सारा इस्राएलीको निम्ति प्रायश्चित गर्दथे। त्यसपछि निवासी स्थान, होइन, पवित्र स्थान, त्यसपछि बाहिरी पालहरू, होइन, अनि अरू कुराहरू हामी देख्दछौँ। सँगै स्वर्गमा पनि हामी पवित्र स्थान देख्दछौँ, स्वर्गको मन्दिर अनि स्वर्गमा महापवित्र स्थान अनि त्यहाँ कृपा आसन हामी देख्दछौँ जहाँ चाहिँ यीशु ख्रिस्टको रगत आज पनि उपस्थित हामी देख्दछौँ। होइन, सो त्यो रगत चाहिँ हाम्रो निम्ति तिरेको मूल्य थियो जुन चाहिँ यीशु ख्रिस्टले स्वर्गमा प्रस्तुत गर्नुभयो। अनि जब हामी स्वर्गमा जानेछौँ अनि त्यतिखेर हामी देख्नेछौँ त्यो रगतलाई अनि हामी भन्नेछौँ अनि हामी देख्नेछौँ, हामी हेर्नेछौँ त्यही रगत थियो जसले हामीलाई यहाँ ल्याएको छ, जसले हाम्रो पापलाई क्षमा गरेर आज हामी स्वर्गमा छौँ। केले हाम्रो पापलाई धोयो भन्दाखेरि त्यही रगत जुन चाहिँ आज पनि स्वर्गीय कृपासनमा आलो छ, ताजा छ। हामी देख्नेछौँ त्यसलाई। त्यो बहुमूल्य कुराले तपाईँ देख्न चाहनुहुन्न र स्वर्गमा गएपछि धेरै अद्भुत कुराहरू छन् जुन दृश्यहरू हामी हेर्न चाहन्छौँ। अवश्य पनि यीशु ख्रिस्टलाई म देख्न चाहन्छु, सँगै त्यो रगत पनि म हेर्न चाहन्छु, निहालेर हेर्न चाहन्छु। मेरो लागि कुन मूल्य चुकाइएको रहेछ हो त्यही रहेछ, होइन, जुन चाहिँ अत्यन्तै बहुमूल्य थियो, होइन। सारा संसारको सबभन्दा बहुमूल्य थियो। सम्पूर्ण मानिसलाई मुक्ति दिन सक्ने, सम्पूर्ण मानिसहरूको पापलाई क्षमा गर्न सक्ने त्यो रगतलाई म हेर्न चाहन्छु। देख्नेछौँ हामीले एक दिन, होइन, त्यो चाहिँ अद्भुत दृश्य हुनेछ। अनि प्रभुभोजमा पनि त्यही कुरालाई हामी याद गर्छौँ, होइन। यीशु ख्रिस्टले बगाउनु भएको रगत अनि उहाँले हाम्रो निम्ति भाँच्नु भएको शरीर, होइन, त्यसलाई हामी याद गर्नेछौँ। हुन्छ, एक समय हामी प्रार्थना गरौँ, त्यसपछि हामी गीत गाउँछौँ अनि हजुरहरू आएर यहाँ तयारी गरिएको होइन कचौरा त्यसपछि रोटी लिएर जान सक्नुहुन्छ। प्रभु हामी धन्यवाद दिन्छौँ, प्रभुभोजको सेवालाई तपाईँको हातमा राख्नेछौँ। प्रभु जे कुरा तपाईँले हाम्रो निम्ति गर्नुभयो, हामीलाई गर्न भन्नुभयो, प्रभु हामीले पछ्याएका छौँ। तपाईँले भाँच्नु भएको शरीर, बगाउनु भएको रगत हाम्रो लागि अत्यन्तै बहुमूल्य छ र हामी यसलाई आदरका साथ दिन चाहन्छौँ। हाम्रो अपराधहरू, हाम्रो अधर्महरूलाई तपाईँले क्षमा गर्नुभएको होस् र हामीलाई प्रभुभोजमा आशिष दिनुभएको होस्। यसो प्रभु Hallelujah.
यीशु प्रभुलाई दिन्छौँ। हालेलुया स्तुति महिमा सर्वदा यीशु प्रभुलाई दिन्छौँ। हालेलुया 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 हुन्छ, हामी पढ्नेछौँ प्रभुको खण्डलाई, किनकि यो कुरा मैले प्रभुबाट पाएँ, जो मैले तिमीहरूको हातमा सुम्पी पनि दिएँ र हाम्रो हातसम्म हाम्रो मण्डलीमा आइपुगेको छ यो होइन। हामी यो कुरालाई अभ्यास गर्छौँ। अर्थात् प्रभु यीशुले जुन रात पक्राउ पर्नुभयो त्यही रात रोटी लिनुभयो र धन्यवाद दिएर त्यसलाई भाँच्नुभयो र भन्नुभयो, लेऊ खाऊ, यो मेरो शरीर हो जो तिमीहरूका निम्ति तोडिएको छ, मेरो सम्झनामा यो गर। यही प्रकारले खाना खाइसक्नु भएपछि उहाँले यसो भन्दै कचौडा पनि लिनुभयो, यो कचौडा मेरो रगतमा भएको नयाँ बाछा हो, जहिले जहिले तिमीहरू यो पिउँछौ मेरो सम्झनामा यो गर्ने गर। किनकि जहिले जहिले तिमीहरू यो रोटी खान्छौ र यो कचौडा पिउँछौ, तिमीहरूले उहाँ नआउन्जेल प्रभुको मृत्युको प्रचार गर्दछौ। सो यही कुरा आज हामी गर्दैछौँ। हामी एकसाथ रोटी र कचौडा लिन सक्छौँ। जय मसीह हजुर सबैलाई। जय मसीह। उहाँले प्रचार गर्नुभएको लास्टमा त अब गएको बेला परमेश्वरले एलियालाई कहाँ पठाउनु भएको थियो? के खोल्छ अरे त्यो? ठ्याक्कै ठ्याक्कै आउनु पऱ्यो नि त। म त किद्रोन खोल्छ भन्न आइरहेको थिएँ, कहाँबाट आयो किद्रोन थाहा छैन। अनि आज चाहिँ कहाँ पठाउनु भयो भने साह्रै बात है, त्यहीँबाट राम्रो व्यक्ति पनि आयो, त्यहीँबाट नराम्रो व्यक्ति पनि आयो। एउटै एकै ठाउँबाट त्यस्तो हुन्छ, त्यस्तो हुन्छ। परमेश्वरलाई महिमा भएको। हामी एक समय पापमा मरेका थियौँ, तर उहाँले अहिले हामीलाई
जीवित बनाउनु भएको छ, हामी नयाँ जन्म पाएका छौँ। हामी हिजो बेलुका म ब्रोकन हार्टको के अरे टुटेको हृदयको विषयमा सोचिरहेको थिएँ, अनि त्यो विषयमा बढी सोच्न पाइने बेलुका अलिक ढिलै आएको थियो त्यो थट चाहिँ, अनि फेरि बिहान त्यसैलाई मैले रिपिट गरेको थिएँ। बिहान त्यही विषयमा म सोचिरहेको थिएँ आजको डिभोसन। अनि टुटेको हृदय चाहिँ परमेश्वरको खोज्नुहुन्छ, त्यसले चाहिँ परमेश्वरप्रतिको पूर्ण समर्पणतालाई देखाउँछ। हामी जबसम्म परमेश्वरप्रति पूर्ण समर्पण हुन सक्दैनौँ तबसम्म हामी टुट्नै सक्दैनौँ। जुन कुरा हामी एलियाको जीवनमा हामी देख्न सक्छौँ, परमेश्वरले उनलाई हरेक पाइला पाइलामा टुटाइराख्नु भएको थियो। ऊबाट ठुला ठुला काम पनि भइरहेको थियो, सँगै परमेश्वरले उसलाई आफूसँगै लिएर हिँड्दै हुनुहुन्थ्यो। हामी रोहित भाइलाई अगाडि बोलाउनेछौँ, अनि पास्टर गणेश पनि अगाडि आउनुहुन्छ। हामी रोहित भाइलाई प्रार्थना गर्नेछौँ, उहाँले राम्रो विधा मनाइराख्नु भएको छ। सोमबार उहाँ जाँदै हुनुहुन्छ, प्रार्थना। ओके, रोहित चाहिँ मेरो भान्जा होइन, आफ्नै भान्जा कन्फ्युजन गर्नुहुन्छ। अनि त्यसपछि पहिला यहाँ छेउ लिडरको काम गर्नुहुन्थ्यो, बाइबल कलेज गर्नुहुन्थ्यो, क्वायर लिडिङ गर्नुहुन्थ्यो। केही समयपछि उहाँको मम्मी पनि पोर्चुगलकै बासिन्दा हुनुभयो, अनि त्यही भएर उहाँ पनि मम्मीले बोलाउनु भयो, त्यहाँ जानुभयो। अनि यो 1 महिनाभित्र चाहिँ कुनै केटी पाउँछु कि भनेर बिहे गर्नुभएको थियो। अब पाउनु भएन जस्तो लाग्यो होइन, फेरि अर्को 1 वर्षपछि बिदामा आउनुपर्ने भयो जस्तो लाग्छ, थाहा छैन। तर जे होस्, हामी सोमबार बिहान चाहिँ फ्लाइट छ, त्यसपछि उहाँ पोर्चुगल जानुहुन्छ। त्यसपछि अर्कोचोटि आयो भने हामी 2-3वटा फोटोहरू रेडी गरेर राखौँला, त्यसमा रोजिएर हुन्छ। ल, प्रार्थना भयो। प्रभु, हामी धन्यवाद दिन्छौँ यो समयको निम्ति। रोहितलाई तपाईँको हातमा राख्दछौँ, यो दास छोरालाई पोर्चुगलमा रहँदाखेरि कामहरू गर्दाखेरि त्यहाँको सङ्गतिहरू दिनुभएको होस्, तपाईँले सुरक्षित साथ लानुभएको होस्। त्यहाँ राम्रो कामदेखि लिएर राम्रो पढाइदेखि लिएर हरेक कुरामा तपाईँले सफलता दिनुहोस्, यसो ख्रिस्टको नाममा। आज हामी अन्तिम प्रार्थना गर्नेछौँ। सर्वशक्तिमान परमेश्वर पिता, हामी हजुरलाई यो सुन्दर बिहान यो दिनको लागि धन्यवाद भन्दछौँ। प्रभु, हजुर महान परमेश्वर हुनुहुन्छ, सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ, अनि हजुरमा कुनै पनि कुराको असम्भव छैन। हजुर जुटाउनु हुने, प्रबन्ध गर्नुहुने यहोवा इरे परमेश्वर हुनुहुन्छ, अनि हजुर निको पार्नुहुने परमेश्वर यहोवा रफा हुनुहुन्छ। प्रभु, हजुरले हाम्रो विजय हुनुहुन्छ, हाम्रो शक्ति अनि हाम्रो भरोसा हुनुहुन्छ। आजको यो सङ्गतिलाई हामी हजुरको हातमा राख्दछौँ। प्रभु, जुन वचनहरू हामीले सुनेका छौँ, ती वचनहरू हाम्रो हृदयमा रहिराखौँ। प्रभु, जसरी हाम्रो हृदय चाहिँ मुख्य केन्द्र हो, प्रार्थना गर्दछौँ। वचन अनुसार हामीलाई डोर्याउनुहोस्, इजेबेल जस्तो होइन, आहाब जस्तो होइन, एलियालाई जसरी प्रभु वचन अनुसार त्यो सत्यतामा, त्यो सामर्थ्यमा प्रभु हामीलाई डोर्याउनु भएको होस्। प्रभु, जतिजना यहाँ बिरामी हुनुहुन्छ, अस्वस्थ हुनुहुन्छ, प्रभु हजुरले उहाँहरू सबैलाई प्रभु स्वस्थ बनाउनुहोस्, निको पार्नुहोस्। जतिजना खाँचो आवश्यकताहरूमा हुनुहुन्छ, अप्ठ्यारो स्थितिमा हुनुहुन्छ, प्रभु हजुरले सहायता गर्नुभएको होस्। अनि यहाँ वरपर हुनुहुँदा मानिसहरूले हजुरलाई चिन्न सक्नुभएको, सुसमाचारलाई विश्वास गर्न सक्नुभएको छ, प्रार्थना गर्दछौँ। धन्यवाद छ प्रभु, हजुर सङ्गतिको लागि, मण्डलीको लागि, वचनको लागि सबै कुरा हजुरको हातमा राख्दछौँ। जीवित येशू प्रभुको नाममा आमेन। जय मसीह सबैलाई।